र यसमा चाहिँ हाम्रो चाहिँ यो स्लाइड थोरै छ। मैले चाहिँ यो हाम्रो सिलेबस चाहिँ तपाईँको सिलेबसबाट ए टु जेड कपी नै गरेर चाहिँ स्क्रिनसट नै गरेर राखेको छु। यहाँ चाहिँ अब तपाईँको धेरै छैन है। अब तपाईँ यो मैले पहिला चाहिँ सुरुमा चाहिँ सब्जेक्टिभलाई चाहिँ अलिकति फोकस गरेर पढाएको क्लास चाहिँ, अनि पछि चाहिँ अब्जेक्टिभमा चाहिँ कुनै त्यो बिल्डिङ मटेरियलको कन्स्ट्रक्सन मटेरियलको चाहिँ जे चाहिँ अब अलिकति कन्फ्युजिङ जीवासालको बुकमा भएका अरू बुकमा पनि भएका फरक एन्सर पर्ने खालका क्वेसनहरू सम्झिनु पर्ने कुराहरू हेरौँला। अरू सामान्यतः सबैमा भएका सामान्य कुराहरू तपाईँले आफै पनि अध्ययन गरि नै हाल्नुहुन्छ। त्यो कुराहरू चाहिँ हेरौँला हामी लास्ट क्लासमा चाहिँ एउटा एमसिक्यू टाइपमा हेर्दा। सुरुमा चाहिँ हामी चाहिँ सबै कन्टेन्टलाई कभर गर्ने गरी प्लस चाहिँ हामीले सब्जेक्टिभलाई चाहिँ अलिकति बढी फोकस गरेर हेर्छौँ। यसमा चाहिँ सिलेबस यति नै छ। हाम्रो स्टोनमा पनि यस्तै हाम्रो चाहिँ बिल्डिङ मटेरियलमा चाहिँ तपाईँले पढ्नु धेरै खालको हुन्छ है। अब तपाईँको फर्मेसन भन्ने छ यहाँनिर। अझ तपाईँको चाहिँ कस्तो खालको स्टोन्सहरू एभाइलेबल हुनसक्छ। अर्को चाहिँ मेथड्स अफ लेइङ कन्स्ट्रक्सन अफ द भेरियस स्टोन, मेथड्स एन्ड लेइङ अफ कन्स्ट्रक्सन अफ भेरियस स्टोन भन्ने छ। यो स्टोनमा यति नै छ। यो सिमेन्टमा पनि धेरै कुरा छैन। सिमेन्टमा पनि तपाईँको चाहिँ के इन्ग्रेडियन्ट्सहरू छ है, प्रोपर्टिज के छ त्यो इन्ग्रेडियन्ट्सको, र कसरी चाहिँ हामी सिमेन्ट म्यानुफ्याक्चर गर्छौँ। तपाईँको चाहिँ यहाँनिर मैले भन्ने तपाईँको सब्जेक्टिभमा चाहिँ आउन सक्ने क्वेसनमा चाहिँ यो म्यानुफ्याक्चर अफ सिमेन्ट है, यो एकदम इम्पोर्टेन्ट कुरा। तपाईँको सिलेबस अनुसार चाहिँ यो कुन प्रोसेसबाट म्यानुफ्याक्चर गर्न सकिन्छ, कसरी चाहिँ सिमेन्ट म्यानुफ्याक्चर हुन्छ भनेर चाहिँ 5 मार्क्समा यो आउन सक्ने क्वेसन चाहिँ यहाँ। यसबाट 10 मार्क्समा आउन सक्ने क्वेसन एकदम कम छ। अब जस दुईवटा कुनै क्वेसन मिसाएर 10 मार्क्समा पनि दिन सक्छ। र मोस्ट प्रोबेबली यसबाट 5 मार्क्सकै क्वेसन आउला, यसबाट 10 मार्क्सको क्वेसन नआउला। मोस्ट प्रोबेबली 5 मार्क्सकै क्वेसन आउला है। अनि यो मेथड्स अफ लेइङ एन्ड कन्स्ट्रक्सनमा चाहिँ यहाँ प्रिन्सिपल अफ लेइङ के हुन्छ, प्रिन्सिपल अफ लेइङ स्टोन्स के छ भनेर पनि तपाईँको चाहिँ क्वेसन्स आउन सक्छ। प्रिन्सिपल अफ लेइङ स्टोन्स के छन् हामी पढ्छौँ आज। लेइङ स्टोन्स म त्यति बेला पनि भन्छु लेइङ स्टोन्स के छन् भनेर। यसबाट पनि तपाईँको 5 मार्क्सको क्वेसन आउन सक्छ। अब चाहिँ यसमा अब त्यसपछि अब तपाईँको चाहिँ क्ले र क्ले प्रोडक्ट्समा चाहिँ ब्रिक छ। अरू यो टपिकभित्र चाहिँ हामीले पढ्नुपर्ने ब्रिकमा त छ। ब्रिकमा पनि कुन टाइप्स अफ ब्रिक छन्, म्यानुफ्याक्चर अफ ब्रिक के छन्, लेइङ कसरी गरिन्छ, र डिफ्रेन्ट टाइप्स अफ बोन्ड्स के छ ब्रिकको है, यदि पढ्छ हामी। अब त्यस पछाडि चाहिँ तपाईँको यो हामी सिमेन्ट र स्टोन सायद अलि पढ्छौँ। तपाईँको यो क्ले प्रोडक्ट्स र पेन्ट पार्नेस र बिटुमिन हामी आएको क्लासमा पढ्छौँ। किनभने थोरै छ। र पेन्ट र पेन्ट टाइप्समा पनि टाइप्स अफ पेन्ट के छन्, कुन टाइप्स अफ पेन्ट सिलेक्सन भन्ने छ, प्रिपरेसन टेक्निक्स भन्ने छ, युज भन्ने छ। अब त्यसमा धेरै कुरा सब्जेक्टिभमा पनि आउन मिल्ने खालको क्वेसन एकदम मैले कम देखिरहेको हुन्छु। अब त्यो कुरा चाहिँ हेरौँ। अर्को चाहिँ बिटुमिन छ। बिटुमिनमा पनि कुन टाइप्स अफ बिटुमिन सिलेक्सन कसरी गर्ने र युज के गर्ने, यो पेन्ट र बिटुमिन एकदम थोरै छ तपाईँको कन्टेन्ट। सो हामी यदि क्लास चाहिँ आज क्लासमा चाहिँ मोस्ट अफ द क्वेसन स्टोनको र सिमेन्टको मोस्ट अफ द क्वेसन्स कम्प्लिट गर्ने ट्राई गर्छौँ। अर्को क्लासमा चाहिँ नेक्स्ट क्लासमा चाहिँ हामी यो 2.3, 2.4 र 2.5 कभर गर्ने ट्राई गर्छौँ। केही समस्या भयो, के पुगेन समय भने हामी रोकौँला। पुग्यो भने हाम्रो क्लास अलिकति छिटै पनि इन्डिया सकिन्छ, त्यस्तो धेरै छैन है त यसमा छ। यसमा तपाईँको चाहिँ यो सोधिराख्न सक्ने क्वेसनहरू तपाईँको सिलेबसमा त छैन। तपाईँको चाहिँ यो आइओले चाहिँ तपाईँको यो बिल्डिङ मटेरियल्स हुँदा तपाईँको चाहिँ अरू नै तपाईँको चाहिँ पूर्वाञ्चल युनिभर्सिटीहरूले डिफ्रेन्ट टाइममा सोधिराख्ने क्वेसनहरूमा प्लस तपाईँको चाहिँ यो लोकसेवा आयोगमा चाहिँ यो सिलेबस भएको ठाउँमा चाहिँ कन्स्ट्रक्सन मटेरियल भएको ठाउँमा सोधिराख्ने क्वेसन्सहरूमा जस्तो चाहिँ प्रोपर्टिज अफ गुड क्वालिटिज अफ सिमेन्ट है, तपाईँको स्टोन, प्रोपर्टिज अफ गुड क्वालिटी अफ स्टोन, गुड क्वालिटी अफ स्टोन है, यो सब्जेक्टिभमा है स्टोन के छन्। यो 5 मार्क्समा 10 मार्क्सको क्वेसन तपाईँले यसबाट एन्टिसिपेट नगर्दा राम्रो है। तपाईँ चाहिँ यहाँ 10 मार्क्सको क्वेसन आउँछ भनेर नसोचेकै राम्रो। खासमा इनकेस सोधिहाल्यो भने पनि 2टा 5 मार्क्सको मिसाएर 10 मार्क्सको सोद्धेर सुन्नै पऱ्यो भने त 10 मार्क्सको क्वेसन मैले आफूले हेर्दा यहाँनिर कुनै 10 मार्क्सको क्वेसन देखिरहेको छैन। अब हुनसक्छ तपाईँको म्यानुफ्याक्चरमा चाहिँ ड्राई प्रोसेस र वेट प्रोसेस दुईवटा हुन्छ। ड्राई प्रोसेस र वेट प्रोसेसको बारेमा दुईटै लेख भनेर 10 मार्क्समा सुन्न सक्ला, न त खासै नहोला। यो प्रिपरेसन अफ प्रोपर्टिज अफ गुड क्वालिटिज अफ स्टोन, अर्को प्रोपर्टिज अफ गुड क्वालिटिज अफ सिमेन्ट है, प्रोपर्टिज अफ गुड क्वालिटिज अफ सिमेन्ट, प्रोपर्टिज अफ गुड क्वालिटी अफ सिमेन्ट, यस्ता खालको क्वेसनहरू पनि आउन सक्छन्। अब यो कुरा चाहिँ हामी ख्याल गरौँ ल। तर सिलेबसमा ठ्याक्कै त्यसरी नराखिदिएको हुनाले अलिकति चाहिँ हामीले पढ्ने बेलामा चाहिँ सिलेबसमा आधारित भएर पढ्छौँ। र मेरो एकदम तपाईँले एकदम पहिलेदेखि क्लास लिइराख्नु भएको छ। मैले एकदम सिलेबसभन्दा बाहिर खासै गएर चाहिँ क्लासहरू चाहिँ गरिदिनु, त्यो भनेको सिलेबसभन्दा बाहिर जाँदा कहाँसम्म पुग्ने भन्ने नै हुँदैन।
हामी चाहिँ यस्तो खालको प्रोडक्ट अफ गुड क्वालिटी सिमेन्ट के हुन्छ अब तपाईँको चाहिँ अब क्वेसनहरू हेर्नुभयो भने तपाईँको चाहिँ एमसिक्यूमा चाहिँ एमसिक्यू चाहिँ अब हामी सरस्वती हेरौँला बरु एमसिक्यू चाहिँ मैले सबै गराउँछु नि तपाईँको चाहिँ जुन जुन मैले यो अहिले अहिले चाहिँ डिफ्रेन्ट तपाईँको नेपाली डाटाको बुक इन्डियन डाटाको बुक सबैमा चाहिँ कन्फ्युजिङ एन्सर भएको फरक फरक बुकमा चाहिँ फरक एन्सर भएको यस्तो यस्तो एन्सरहरू चाहिँ करेक्ट गरेर जुन पियुष सरले पनि त्यही नै गराउनु भएको थियो म पनि तिनै क्वेसन्सहरूलाई नै ठ्याक्कै कन्ट्रास्टिङ एन्सर भएको डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट एन्सर भएको क्वेसनहरू चाहिँ सिलेक्ट गरेर त्यस्तो क्वेसन मात्र प्र्याक्टिस गर्छौँ अरू सामान्य रूपमा सबै बुकमा एउटै एन्सर भएको त हजुरले आफूले पनि पढेर गर्न सकिहाल्नु हुन्छ त्यो कुरा थ्योरीमा पनि कभर भएको हुन्छ है एमसिक्यूमा अब तपाईँको चाहिँ एमसिक्यूमा तपाईँको जस्तै यो स्टोनबाट पनि तपाईँको अलिक थोरै बाहिर गएर क्वेसन केही हुन सक्लान् सिमेन्टमा पनि तपाईँको चाहिँ हामी टेस्टिङ अफ सिमेन्ट तपाईँको डिफ्रेन्ट टेस्ट अफ सिमेन्ट हुन्छ है लस अन इग्निसन टेस्टहरू डिफ्रेन्ट वाटर एब्जर्सन टेस्टहरू त्यो वाटर एब्जर्सन टेस्टहरू तपाईँको ब्रिकको पनि हुन्छ सबैको टेस्टहरू डिफ्रेन्ट टेस्ट हुन्छ ल्याबोरेटरी टेस्टहरू हुन्छन् है ल्याबोरेटरी टेस्टहरू हुन्छन् है ल्याबोरेटरी टेस्टहरूको बारेमा तपाईँको कुनै पनि त्यो कन्स्ट्रक्सन मटेरियलमा चाहिँ तपाईँको ल्याबोरेटरी टेस्टको बारेमा चाहिँ क्वेसन छैन अथवा चाहिँ सिलेबसमा केही कुरा राखेको छैन ल्याबोरेटरी टेस्टको बारेमा त्यो तपाईँको चाहिँ त्यहाँनिर अब जस्तो एसिड एब्जर्सन कति हुनुपर्छ अथवा चाहिँ वाटर एब्जर्सन कति हुनुपर्छ कुनै पनि मटेरियलको त्यहाँनिर चाहिँ तपाईँको चाहिँ फरेन इलिमेन्ट कति हुनुपर्छ अथवा इन्सोलुबल रेसिड्यू कति हुनुपर्छ सोलुबल रेसिड्यू कति हुनुपर्छ त्यो कुरा चाहिँ केही कुरा पनि तपाईँको सिलेबसमा राखेको छैन त्यही भएर चाहिँ सुरुमा यो सब्जेक्टिभ एटलिस्ट अब्जेक्टिभ पढ्ने बेला त हामीले मेनली बुकबाट स्टडी गरिन्छ जति भन्नु पनि त्यस बुकमा मैले भने जस्तै तपाईँले पढिराख्ने बुकमा चाहिँ धेरै आउट अफ सिलेबस क्वेसन्सहरू छन् ती कुरा ख्याल गर्दा गर्दै पनि सब्जेक्टिभलाई प्रिपेयर गर्दा चाहिँ स्पेसिफिक सिलेबसभित्रै बसेर हेर्नु होला अब्जेक्टिभलाई पनि हामीले धेरै बाहिर जाने होइन सकेसम्म कुनै कुनै क्वेसन बाहिर आउन सक्छन् एक दुईवटा क्वेसन तर त्यो कुराहरू भनेको पहिला यो सिलेबसभित्रको कुरा कभर गरेर मात्र बाहिर जाने हो अब यसमा चाहिँ बिटुमिनबाट र पेन्टबाट बिटुमिनबाट त यो डिफ्रेन्ट टाइप्स अफ बिटुमिन के हुन्छन् भन्ने कुरामा छ है तपाईँको आउन सक्ने डिफ्रेन्ट टाइप्स अफ बिटुमिन के हुन्छन् है टाइप्स अफ बिटुमिन के हुन्छन् बिटुमिन के हुन् र त्यसको प्रोपर्टिज के हो भनेर सानो 5 मार्क्समा क्वेसन सोध्न सक्छ अथवा चाहिँ वाट इज बिटुमिन होइन यो बिटुमिन भनेको के हो वाट इज बिटुमिन भनेको के हो यो किन युज हुन्छ बिटुमिन के हुन्छ यो चाहिँ कन्स्ट्रक्सन मटेरियल रूपमा चाहिँ यो कहाँ युज हुनसक्छ भन्ने कुरा भयो मोस्ट अफ द ठाउँमा चाहिँ बिटुमिन हामी रोड कन्स्ट्रक्सन टेक्नोलोजीमा युज गर्छौँ होइन त रोड कन्स्ट्रक्सन टेक्नोलोजीमा यो हामी आउँछौँ आएको दिनमा चाहिँ सरस्वती हेरौँला रोड कन्स्ट्रक्सन टेक्नोलोजीमा हामी युज गर्छौँ सबै हेरौँला पेन्ट र भार्निसर भनेको मा पनि पेन्ट र भार्निसर पनि तपाईँको सब्जेक्टिभ क्वेसन देखिने भनेको त के टाइप नै छ भन्ने अरू तपाईँको धेरै छैन यसमा पनि यो जुन 2.3 2.4 र 2.5मा सबै तपाईँको सब्जेक्ट क्वेसनमा देखिरहेको भनेको टाइप्स नै हो है के टाइप हुन्छन् भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ के हो त्यो बनाए ब्रिक बनाए के हो र त्यसको टाइप के छन् पेन्ट बनाए के हो त्यसको टाइप के छन् है बिटुमिन बनाए के हो त्यसको टाइप के छन् र त्यो टाइपलाई सिलेक्सन कसरी गर्ने त्यो पनि हामी सरस्वती हेरौँला त्यो चाहिँ यति कुरा चाहिँ हामीसँग सिलेबसमा छ हामी चाहिँ आज सुरु गरेर धेरै हामी जाँदैन यो हामी यदि चाहिँ हजुरलाई मैले भने जस्तो स्टोन र सिमेन्ट पढ्छौँ भने पनि स्टोन र सिमेन्ट पनि धेरै कन्टेन्ट छैन सामान्य कन्टेन्टहरू नै छ थोरै छ अगाडि बढाउँदा स्टोन छ है स्टोन भनेको रक भनेको ल तपाईँको चाहिँ एउटै नै हो तपाईँको स्टोनलाई स्टोन लेख्छ हामी चाहिँ बुकहरूमा पढ्नु तपाईँले रक भनेर त देख्न सक्नुहुन्छ त्यो कुरा चाहिँ एउटै नै भनेर बुझ्नुपर्छ यसमा चाहिँ कति कुरा चाहिँ कति ठाउँमा चाहिँ हेर्दा चाहिँ तपाईँको चाहिँ यो रकलाई चाहिँ क्रस गरेर रकलाई चाहिँ तपाईँको चाहिँ माइन गरेर चाहिँ सानो पार्टिकल्सहरू सानो पार्टिकल्स भन्नाले रक भनेको चाहिँ तपाईँको चाहिँ ब्युल्टेन तपाईँको कुनै पनि तपाईँको चाहिँ जस्तो इग्नियस रक तपाईँको चाहिँ भोल्कानिक इरप्सनबाट अथवा चाहिँ कुलिङ अफ म्याग्माबाट बन्ने भयो त्यो रक भनेको चाहिँ एकदम ठुलो स्केलमा लार्ज स्केलमा चाहिँ तपाईँको रक हुन्छ त्यसलाई चाहिँ तपाईँको चाहिँ फुटालेर त्यसलाई चाहिँ तपाईँको चाहिँ त्यो रकलाई चाहिँ ब्लास्ट गरेर हामी चाहिँ सानो कुनै कन्स्ट्रक्सन मटेरियलहरू निकाल्छौँ भने त्यो निकालेको मटेरियललाई सानो रिलेटिभली सानो पार्टिकललाई चाहिँ स्टोन भन्छौँ सानो टुक्राएर निकालेको चिजलाई तर हामीले यहाँ पढ्दाखेरि चाहिँ क्लासिफिकेसन स्टोन भनेको के हो भन्दा सिम्पल त्यसरी नै रक नै हो भनेर पढ्दा हुन्छ सामान्य कुरा छ जस्तै तपाईँको फर्मेसन र जियोलोजिकल क्लासिफिकेसन पनि भन्न सकिन्छ फर्मेसनको आधारमा पनि भन्न सकिन्छ रकलाई चाहिँ इग्नियस सेडिमेन्ट्री र मेटामर्फिक रकमा चाहिँ डिभाइड गर्छौँ है इग्नियस सेडिमेन्ट्री र मेटामर्फिक रकमा डिभाइड गर्छौँ अथवा इग्नियस रकबाट सुरु गरौँ इग्नियस रक भनेको चाहिँ कुलिङ अफ म्याग्मा है तपाईँको चाहिँ कुलिङ अफ म्याग्मा
म्यागमा तपाईँको चाहिँ तल तपाईँको चाहिँ जुन अर्थको क्रस्टबाट तल म्यागमा हुन्छ त्यो म्यागमा चाहिँ तपाईँको चाहिँ बाहिर निस्किन खोज्दाखेरि कुनै ठाउँमा कुल भएर चाहिँ बनेको चाहिँ रकलाई चाहिँ इग्नियस रक भन्छौँ। यो जुनसुकै ठाउँमा कुल हुन्छ तपाईँको चाहिँ बाहिर सर्फेस अफ द अर्थमा आयो, सर्फेस अफ द अर्थमा कुल भयो, अथवा चाहिँ तपाईँको भित्र जुन निस्किँदै त्यहाँनिर भित्र भएको जुन रक छ त्यो रकको भित्रको जुन क्लिभेजबाट अथवा जुन रकको भित्र रकभित्रकै आफू चाहिँ तपाईँको जसरी चाहिँ यहाँनिर मानौँ यो चाहिँ यस्तो खालको चाहिँ स्पेस छ, यस्तो ठ्याक्कै भर्टिकल्ली नहोला, मैले सिम्पल बुझाउन तपाईँलाई यसरी लेखेँ। तपाईँको यहाँबाट तलबाट तपाईँको चाहिँ म्यागमा आइरहेको छ, जुन इडआउट भएर तलबाट म्यागमा आइरहेको छ, यो माथि आउँदा आउँदै तपाईँको चाहिँ यो जुन यता यता यताको चाहिँ कुनै रक छ, यता कुनै रक छ, यो रकको स्पेसको बिचमै पनि कुल हुनसक्छ। तपाईँको यो मानौँ ग्राउन्ड सर्फेस छ, यो ग्राउन्ड सर्फेसमा चाहिँ बाहिर आएर पनि कुल हुनसक्छ। यो कुन ठाउँमा आएर कुल भइरहेको छ भन्ने कुरामा चाहिँ तपाईँको टाइप्स अफ इग्नियस रक फरक पर्छ है त, टाइप्स अफ इग्नियस रक फरक पर्छ। अब यसमा चाहिँ हामी चाहिँ 2-3 टाइप्स अफ इग्नियस रक हेर्छौँ। एउटा इन्ट्रुसिभ इग्नियस रक है। अब इन्ट्रुसिभ इग्नियस रक भनेको चाहिँ तपाईँको के छ भनेपछि कुलिङ अफ म्यागमा छ भनेको चाहिँ बिलो द सर्फेस अफ द अर्थ, बिलो द सर्फेस अफ द अर्थ छ भने यसलाई चाहिँ हामी चाहिँ इन्ट्रुसिभ इग्नियस रक भन्छौँ। इन्ट्रुसिभको भित्रै हुने है, जुन मैले चाहिँ तपाईँलाई भित्रै हुन्छ भने मैले यसो भित्रै हुने तपाईँको कुलिङ अफ तपाईँको चाहिँ म्यागमा चाहिँ भित्रै हुन्छ, विदिन द सर्फेस अफ द अर्थ अथवा बिलो द सर्फेस अफ द अर्थ हुन्छ भने त्यस्तो खालको समयमा चाहिँ त्यस्तो खालको अवस्थामा चाहिँ हामी चाहिँ यसलाई चाहिँ इन्ट्रुसिभ इग्नियस रक भन्छौँ। त्यसरी नै मैले ल्यापटप चार्ज ओके। अब यसलाई चाहिँ हामी इन्ट्रुसिभ इग्नियस रक भन्छ त्यसलाई चाहिँ। अब तपाईँ यस्तो पनि तपाईँको चाहिँ प्युटोनिक इग्नियस रक र हाइपोबेसल भन्छ। यो हाइपोबेसल भनेको चाहिँ लगभग दुइटै इन्ट्रुसिभ इग्नियस रक नै भयो, प्युटोनिक इग्नियस रक र हाइपोबेसल इग्नियस रक चाहिँ। फरक के छ भनेपछि तपाईँको प्युटोनिक इग्नियस रकमा चाहिँ तपाईँको धेरै माथि सर्फेसमा आइपुग्नु भ्याउँदैन है। तपाईँको ग्रेट डेप्थ भनेको चाहिँ 3 देखि 8 किलोमिटर बिलो द सर्फेस अफ द अर्थ। सर्फेस अफ द अर्थ भन्दा चाहिँ तपाईँको 3 देखि 8 किलोमिटरै तल चाहिँ त्यो कुल भइरहेको छ भने त्यसलाई चाहिँ हामी चाहिँ प्युटोनिक रक भन्छौँ। तपाईँको रिलेटिभली हामी चाहिँ यो इन्ट्रुसिभ इग्नियस रक भनेको चाहिँ प्युटोनिक तपाईँको केही भन्न भने प्युटोनिक बुझ्नुपर्छ। तपाईँको केही पनि भन्न भने इन्ट्रुसिभ इग्नियस रक प्युटोनिक बुझ्नुपर्छ। तपाईँको हाइपोबेसल रक पनि प्युटोनिक रक इन्ट्रुसिभ इग्नियस रक नै हो, तर त्यो चाहिँ धेरै तल होइन। त्यो धेरै तल होइन कि तपाईँ 2-3 किलोमिटर तल मात्र छ, अलिकति माथिको लेभलमा आइसकेको छ, माथिको लेभलमा आइसकेको छ, तर चाहिँ कम्प्लिटली चाहिँ सर्फेसमै इरप्ट हुन पाएन। यसै 3 देखि 8 किलोमिटरभन्दा तल साथी एकदम ग्रेट डेप्थमा तपाईँको 3 देखि 8 किलोमिटरभन्दा तल चाहिँ 3 देखि 8 किलोमिटरभन्दा तल चाहिँ तपाईँको कुल भइरहेछ नि, त्यसलाई प्युटोनिक रक भन्ने है। त्यही कुरा चाहिँ तपाईँको 2 देखि 3 किलोमिटर भएको रिलेटिभली स्यालो डेप्थ तपाईँको चाहिँ एमसियूहरूमा चाहिँ यो 3 देखि 8 भन्दामा रिलेटिभली स्यालो डेप्थ भनेर भन्छ है। स्यालो डेप्थ भनेर डेप्थमा भएको हो भने चाहिँ तपाईँले हाइपोबेसल रक भन्नु पऱ्यो। 3 देखि 8 किलोमिटरको चाहिँ रिलेटिभली ग्रेट डेप्थ है, रिलेटिभली ग्रेट डेप्थमा है, रिलेटिभली ग्रेट डेप्थमा भइरहेको छ भने यसलाई चाहिँ हामीले के भन्नु पऱ्यो अनि तपाईँको प्युटोनिक रक भनेर भन्नु पऱ्यो है। अब इक्जाम्पलहरू चाहिँ यहाँ ग्रेनाइट, पेग्माटाइट तपाईँको यो इक्जाम्पल्सहरू चाहिँ ख्याल गर्नु होला। यो हामीले चाहिँ बनाउने बेलामा इक्जाम्पल पनि यसरी राखेका छौँ कि तपाईँको चाहिँ यही इक्जाम्पल्सहरू राखेर एमसिक्यू क्वेसन बनाइरहेको हुन्छन् है। तपाईँले चाहिँ यिनै इक्जाम्पल्सहरू हेर्दाखेरि चाहिँ तपाईँको इक्जाममा पनि मिल्ने चान्स बढिन्छ, किनभने यो ग्रेनाइट पेग्माटाइटको बढी युज गरिरहेको छ। अनि अर्को चाहिँ स्मुथ एपियरेन्स एन्ड अदर स्ट्रङ्गेस्ट टाइपको चाहिँ रक हो, स्ट्रङ्गेस्ट टाइपको रक हो प्युटोनिक रक चाहिँ। अब हाइपोबेसल रक छ। हाइपोबेसल रकको पनि मैले कन्सेप्ट त भनिहालेँ। यसको इक्जाम्पलमा चाहिँ डोलेराइट तपाईँको यो डोलेराइट भन्ने चाहिँ तपाईँको एमसिक्यूमा चाहिँ युज हुन्छ। यो अरू कुनै खासै युज भइरहेको छैन। यो डायोराइट पनि युज हुन्छ है। डायोराइट पनि मैले एक ठाउँमा देखाएको छ। डोलेराइट धेरै ठाउँमा चाहिँ तपाईँको अगरले राखेको छ। अगर राखेपछि सबै बुकले त्यहाँबाट कपी गरिहाल्छ। अगर जस यो डोलेराइट छ, यो इक्जाम्पल्सहरू चाहिँ ख्याल गर्नु। अब हामीले इन्ट्रुसिभ इग्नियस रक पढिसके पछाडि चाहिँ अब के आउँछ, एक्सट्रुसिभ इग्नियस रक आउँछ। अब हामीले क्लियरली कुरा बुझिहाल्यो तपाईँको चाहिँ अर्थ सर्फेसभन्दा भित्रै चाहिँ तपाईँको कुल डाउन हुन्छ भने यसलाई चाहिँ हामीले इन्ट्रुसिभ इग्नियस रक भन्ने रहेछ। अर्थको सर्फेसभन्दा भित्रै कुल डाउन हुने छ। यो जुन म्यागमा चाहिँ तपाईँको चाहिँ सेन्टर अफ द अर्थबाट निस्किरहेको छ, तपाईँको चाहिँ बाहिर ग्राउन्डतिर निस्किरहेको छ। निस्किने बेलामा चाहिँ निस्किने क्रममा चाहिँ तपाईँको चाहिँ विदिन द सर्फेस अफ द अर्थ चाहिँ तपाईँको चाहिँ कुल डाउन भयो, त्यसलाई चाहिँ हामी इन्ट्रुसिभ इग्नियस रक भन्ने। अब तपाईँको चाहिँ त्यही कुरा चाहिँ तपाईँको चाहिँ सर्फेसलाई इरप्ट गरेर बाहिर आयो भने त्यो चाहिँ हामीले एक्सट्रुसिभ इग्नियस रक भन्ने है। एक्सट्रुसिभ इग्नियस रक भन्ने, त्यो चाहिँ एक्सट्रुसिभ इग्नियस रक भन्ने
त्यो बाहिर आइसकेको हुन्छ। अहिले हामीले भोल्क्यानिक रक पनि भन्छ, हामीले भोल्क्यानो जस्तो भन्यो नि त बाहिर है, तपाईँको बाहिर निस्केपछि भोल्क्यानो बन्यो, त्यो भोल्क्यानो कुल्डाउनु भएर बन्ने कुरा हुनाले चाहिँ यसै भोल्क्यानिक इग्नियस रक भन्छौँ। तपाईँको चाहिँ बासाल्ट, ट्र्याप, एडेसाइट, डायासाइट, यी चिजहरू त प्युमाइस, यो तपाईँको यी कुरा चाहिँ यी चाहिँ तपाईँको एमसिक्यूमा पर्ने कुराहरू चाहिँ बासाल्टहरू है, ट्र्यापहरू, अनि यो डायासाइट पनि एमसिक्यूमा धेरै ठाउँमा छ। यी कुराहरू चाहिँ ख्याल गर्नु पऱ्यो। यिनीहरू चाहिँ तपाईँको चाहिँ एक्सटेन्सिभ इग्नियस रकमा पर्ने भयो है त। ओके, अब यसमा चाहिँ इन्टेन्सिभ इग्नियस रक र एक्सटेन्सिभ इग्नियस रकमा हामी यति हेऱ्यौँ। अब हामी चाहिँ सेडिमेन्ट्री रक छ। अब सेडिमेन्ट्री रकमा चाहिँ के छ भने तपाईँको चाहिँ यो इग्नियस रक चाहिँ इरोड भयो मानौँ है, माथि चाहिँ मानौँ यता इग्नियस रक छ, यहाँनिर मैले रक बनाएँ, यो इग्नियस रक छ, यो तपाईँको ग्राउन्ड छ, मैले ग्राउन्ड सबै बनाएको, यहाँ पहाड थियो, यो पहाड चाहिँ इग्नियस रक तपाईँको भोल्क्यानिक इरप्सन भएर तपाईँको चाहिँ एक्सटेन्सिभ इग्नियस रक है, तपाईँको भोल्क्यानिक इग्नियस रक है, भोल्क्यानिक इग्नियस रक बन्द बसेको छ। इक्जाम्पलको लागि दिएको। अब तपाईँको यहाँनिर पानी पऱ्यो अथवा हिउँ पऱ्यो, केही पऱ्यो, तपाईँको चाहिँ यसको माथिको लेयरलाई चाहिँ तपाईँको बगाउँदै बगाउँदै लग्न थाल्यो है, इरोड गर्न थाल्यो, इग्नियस रकलाई इरोड गरेर लगेको हुनसक्छ। अथवा यो तपाईँको चाहिँ अरू नै कुनै माध्यमबाट चाहिँ के चिज चाहिँ थुप्रेर बनेको रकलाई चाहिँ हामी चाहिँ इग्नियस सेडिमेन्ट्री रक भनेर भन्छौँ है। सिम्पल चाहिँ यसो चाहिँ इग्नियस रक चाहिँ बगेर गयो, यो चाहिँ तपाईँको चाहिँ कसरी बग्न सक्छ भन्ने कुरा चाहिँ विन्डले हुनसक्छ, वाटरले हुनसक्छ है, विन्डले हुनसक्छ, वाटरले हुनसक्छ, डिफ्रेन्ट माध्यमबाट चाहिँ यो चाहिँ बगेर गएर तपाईँको चाहिँ कुनै ठाउँमा गएर डिपोजिट भयो। मानौँ यहाँनिर आएर चाहिँ तपाईँको डिपोजिट भयो, यसमा चाहिँ डिपोजिट भयो। एउटा लेयर चाहिँ एकपटक बग्दाखेरि चाहिँ एउटा लेयर डिपोजिट भयो, अर्को वर्ष बगेर आएको पानीले चाहिँ अर्को लेयर डिपोजिट गर्यो, अर्को वर्ष बगेर आएको लेयर चाहिँ अर्को लेयर डिपोजिट गर्यो। अनि तपाईँको यो थुप्रिने बेलामा नि है, तपाईँको चाहिँ थुप्रिने बेलामा नि तपाईँको चाहिँ थुप्रेपछि चाहिँ माथिबाट तपाईँको ग्रेट प्रेसर आयो है, माथिबाट तपाईँको एउटा लेयरमाथि अर्को लेयर, अर्को लेयरमाथि अर्को लेयर गर्दाखेरि चाहिँ डिफ्रेन्ट माथिल्लो लेयरले तल्लो लेयरलाई थिच्छ। यसरी थिच्ने क्रममा चाहिँ माथिबाट तल्लो लेयरको लागि थिचेको हुनाले चाहिँ त्यो थिच्दाखेरि बढी प्रेसर डेभलप हुन्छ। अनि त्यो प्रेसर डेभलप हुँदाखेरि चाहिँ त्यसरी चाहिँ हाम्रो चाहिँ सेडिमेन्ट्री रक फर्म हुन्छ। यसरी चाहिँ तपाईँको डिफ्रेन्ट लेयरमा फर्म भएको रकलाई चाहिँ हामी त्यस्तो हामी डिफ्रेन्ट लेयरमा फर्म भएको रकलाई चाहिँ सेडिमेन्ट्री रक भनेर भन्छौँ है। ग्रेजुअली डिपोजिट लेयर्स एट द सेम अर डिफ्रेन्ट प्लेस, तपाईँको यो सेम ठाउँमा डिपोजिट भएको चाहिँ रेसिडुअल रक भन्छौँ है, रेसिडुअल रक भन्छौँ। अनि तपाईँको सोइलको कुरा पनि यस्तै हुन्छ, डिफ्रेन्ट ठाउँमा आयो भने ट्रान्सपोर्टेड भन्न सकिन्छ है, ट्रान्सपोर्टेड भन्न सकिन्छ। अब त्यही ठाउँमा जस्तै चाहिँ कुनै रेसिडुअलको पनि मैले तपाईँलाई इक्जाम्पल दिउँला। द प्रोसेस अफ फर्मेसन अफ द रक इज कल्ड पेट्रिफिकेसन। यो फर्म हुने प्रोसेसलाई चाहिँ पेट्रिफिकेसन भनेर भन्छौँ। अब यसमा नयाँ कुरा खासै केही छैन। अब तपाईँको यसमा चाहिँ स्ट्राटिफिकेसन देखाउँछ। स्ट्राटिफिकेसनको लेयर्स है, तपाईँ मैले त जुन यसरी लाइन तानेछ यो लेयर्सको प्रोपर्टीलाई चाहिँ लेयर डिफ्रेन्ट लेयरमा चाहिँ जसरी बसेको छ यसलाई स्ट्राटिफिकेसन भनेर भन्छौँ। सो यसले चाहिँ स्ट्राटिफिकेसनको प्रोसेस देखाउँछ। जस्तै किन हुने भयो त, मानौँ एक वर्ष तपाईँको एकदम धेरै ठुलो पानी परेको बेलामा अथवा चाहिँ केही माध्यमबाट ट्रान्सपोर्ट गर्ने बेलामा चाहिँ एउटा सानो लेयर चाहिँ बसिदियो। अब अर्को तपाईँको चाहिँ हिउँमा चाहिँ पानी परेन मानौँ है, तपाईँको चाहिँ बर्खामा फेरि अर्को पटक पानी पऱ्यो, अर्को पटक चाहिँ फेरि अर्को लेयरमा गएर बसिन्छ, त्यो तपाईँको डिफ्रेन्ट लेयर बस्छ। यहाँनिर चाहिँ तपाईँको एउटा लेयर भनेर बसिन्छ, एउटा लेयर छ। यस्तो चाहिँ डिफ्रेन्ट लेयर्स देखाउँछ, यसलाई चाहिँ स्ट्राटिफिकेसन भन्छौँ। र त्यस कारणले गर्दा यिनीहरूलाई स्ट्राटिफाइड रक्स पनि भनेर भन्छौँ है, हामी यिनीहरूलाई चाहिँ स्ट्राटिफाइड रक्स पनि भनेर भन्छौँ। अर्को चाहिँ स्यान्डस्टोन, लाइमस्टोन, ग्राभल, म्याग्नेसाइट, ल्याटाइट, एकदमै तपाईँको इक्जाम्पलमा चाहिँ एमसिक्यूमा चाहिँ यो स्यान्डस्टोन इज सेडिमेन्ट्री रक, लाइमस्टोन इज सेडिमेन्ट्री रक, ग्राभल इज सेडिमेन्ट्री रक। यो कुराहरू चाहिँ धेरै कुरा चाहिँ याद गर्नुपर्ने कुरा छन्। अरू नयाँ कुरा नौलो कुरा खासै धेरै देखिँदैनन्, यति कुरा छ। अब तपाईँको चाहिँ यसमा चाहिँ अर्को कुरा के पनि छ भने है, यो सेडिमेन्ट्री रकको चाहिँ जुन एउटै ठाउँमा भनेर भने त्यसको चाहिँ मानौँ सीको तलतिर सी है, समुद्र छ। समुद्रमा तपाईँको चाहिँ माछाहरू छ, तपाईँको डिफ्रेन्ट एक्वेटिक एनिमल्सहरू छ। एक्वेटिक एनिमल्सहरू मानौँ मऱ्यो, तिनीहरूको डेथ भयो, तिनीहरूको मरे पछाडि चाहिँ तिनीहरूको चाहिँ लेयर्स चाहिँ तपाईँको सब यसको बटममा चाहिँ यसको कङ्कारहरू चाहिँ यहाँनिर चाहिँ थुप्रिँदै गयो, गयो। अनि तपाईँको यसको चाहिँ धेरै वर्षसम्म चाहिँ यसको लेयर थुप्रिँदै जान्छ। अनि माथि तपाईँको पानीको ह्युज प्रेसर छ, यो प्रेसरले चाहिँ तपाईँको चाहिँ यसलाई चाहिँ कम्प्याक्सन गरिदिन्छ, कम्प्याक्सनको टाइममा थिचिदिन्छ। त्यो गरेर तपाईँको त्यो प्रोसेसबाट पनि हाम्रो चाहिँ सेडिमेन्ट्री रक डिफ्रेन्ट फर्म्स अफ लेयर रक बन्न सक्छ है। यस्तो खालको
रकलाई पनि हामी के भन्छौँ सेडिमेन्ट रक नै भन्छौँ र त्यो भने चाहिँ एचसिएम प्लेस अघि भने जस्तो एउटा जुन ठाउँमा भएको थियो त्यही ठाउँमा भन्ने खालको यता रकै इरोड भएर भएको भन्दा पनि अन्य के प्रोसेसबाट बनेको भन्नु पर्यो रक इरोड भएको छैन यसमा यसरी फर्म भएको रकलाई पनि हामी चाहिँ सेडिमेन्टेड रक नै भन्छ लेयर्समा चाहिँ जान्छ अब अर्को आउँछ मेटामर्फिक रक भनेको चाहिँ अब इग्नियस रक पनि हुनसक्छ र सेडिमेन्ट रक पनि हुनसक्छ जुनसुकै रक्समा चाहिँ तपाईँको चाहिँ हाई प्रेसर आएर है अथवा टेम्परेचर चेन्ज भएर प्रेसर चेन्ज भएर अथवा टेम्परेचर चेन्ज भएर तपाईँको ओरिजिनल क्रिस्टल स्ट्रक्चर्सहरू चेन्ज हुन्छन् है प्रेसरले अथवा टेम्परेचरले अथवा विभिन्न अनेक प्रोसेसले चाहिँ तपाईँको चाहिँ त्यो इग्नियस रक र सेडिमेन्ट्री रकको चाहिँ तपाईँको ओरिजिनल क्रिस्टल स्ट्रक्चर चेन्ज भएर त्यसको क्रिस्टलाइजेसन नै चेन्ज हुन्छ अन्डरको रिक्रिस्टलाइजेसन है त्यसको क्रिस्टलाइजेसन नै चेन्ज हुन्छ क्रिस्टल नै नयाँ क्रिस्टल्स फर्म हुन्छन् है भने त्यस्तो खालको अवस्थाको रकलाई चाहिँ हामीले चाहिँ मेटामर्फिक रक भन्छौँ त्यो मेटामर्फिक रक्सको चाहिँ त्यसलाई चाहिँ मेटामर्फोस्ड भएको जुन प्रोसेस भन्छौँ त्यसलाई चाहिँ मेटामर्फिक प्रोसेस भनेर भन्छ त्यो मेटामर्फिक प्रोसेस भएर बनेको रक जुन मेटामर्फिक रक छ त्यो मेटामर्फिक रक्सको चाहिँ प्रोपर्टी है तपाईँको चाहिँ त्यसको चाहिँ क्वालिटी त्यसको चाहिँ स्ट्रेन्थ कम्प्लिटली डिफ्रेन्ट फ्रम है तपाईँको चाहिँ डिफ्रेन्ट फ्रम प्यारेन्ट रक हुन्छ तपाईँको चाहिँ प्यारेन्ट रक जुन रकबाट बनेको हो त्योभन्दा चाहिँ त्यसको चाहिँ प्रोपर्टी डिफ्रेन्ट हुन्छ अब त्यो चाहिँ मेटामर्फिक रकमा भयो मेटामर्फिक रकमा चाहिँ मेटामर्फिक रक भनेको हामी यसमा चाहिँ मेटामर्फिक कुनबाट के मेटामर्फिक रक हुन्छ भनेर भने पछि सानसानोमा हेरौँला अहिले चाहिँ तपाईँलाई मैले केमिकल क्लासिफिकेसन राखेँ जस्तो चाहिँ अब यो ठिक छ यसलाई चाहिँ मैले ग्रेनाइटबाट निस भन्छ तपाईँले पछि तपाईँलाई एमसी गराउन सरस्वती हेरौँला अहिले यति नै गरौँ केमिकल क्लासिफिकेसनमा चाहिँ यो चाहिँ हाम्रो त माथिको चाहिँ जियोलोजिकल क्लासिफिकेसन भयो अथवा चाहिँ त्यही नै भयो अब चाहिँ हाम्रो केमिकल क्लासिफिकेसन अथवा चाहिँ बेस्ड अन कम्पोजिसन भनेर भन्छौँ बेस्ड अन कम्पोजिसनमा चाहिँ तपाईँको चाहिँ सिलिसियस यसो तपाईँले पढिराखेको है सिलिसियस आर्गेलियस र क्याल्कारियस है क्याल्कारियस 3 टाइप्स चाहिँ रक हुन्छ यसमा पनि तपाईँको चाहिँ इक्जाम्पलमा तपाईँको एमसिक्यूमा धेरै सोधिराख्ने खालको नि इक्जाम्पल हामीले कलेक्ट गरेर राखेको छौँ यहाँ त्यो ख्याल गर्नु होला हामी इक्जाममा जे सोध्छ त्यही नै क्वेसनहरू त्यही जुन बुकमा चाहिँ जुन इक्जाम्पल दिएर क्वेसन बनाएको छ यो रक कुन टाइप अफ रक हो भनेर त्यसलाई नै हामी चाहिँ इक्जाम्पलमा राखेका छौँ सो इक्जाम्पल पढ्ने बेलामा चाहिँ ध्यान दिएर पढ्नु होला अब जब सिलिसियस रक है अब सिलिसियस रक भन्छ भने चाहिँ तपाईँको चाहिँ सिलिका भनेको रकमा चाहिँ सिलिका बढी मेन कन्स्टिट्युन्ट हो रकको चाहिँ मेन कन्स्टिट्युन्ट चाहिँ सिलिका हो भने त्यस्तो खालको रकलाई चाहिँ हामीले सिलिसियस रक भन्छौँ भनेको मेन कन्स्टिट्युन्ट चाहिँ सिलिका हो भने त्यस्तो खालको रकलाई चाहिँ हामी सिलिसियस रक भन्छौँ अब यसमा चाहिँ सिलिसियस रकमा चाहिँ तपाईँको क्वार्जाइट है बासाल्ट ट्र्याप निस ग्रेनाइट यिनीहरू चाहिँ तपाईँको के हुन् सिलिसियस रक हुन् क्वार्जाइट बासाल्ट ट्र्याप निस ग्रेनाइट है यिनीहरू चाहिँ मेनली तपाईँको धेरै इक्जाम्पलमा आउने क्वेसनहरू यिनै नै छन् ख्याल गर्नु होला क्वार्जाइट बासाल्ट ट्र्याप निस र ग्रेनाइट यिनीहरू चाहिँ तपाईँको सिलिसियस रक छन् है बासाल्ट ट्र्याप निस ग्रेनाइट र क्वार्जाइट अर्को चाहिँ आर्गिलियस रक छ यो आर्गिलियस भन्दाखेरि तपाईँको एलुमिना छ है यो भनेको एलुमिना हो तपाईँको त क्ले भन्छ अनि तपाईँको यो झुकिनु हुन्छ तपाईँको क्ले भनेपछि चाहिँ सी होला यो क्याल्सिरियस हो जस्तो लाग्छ त मलाई क्याल्कारियस है यो हुनसक्छ यो होइन तपाईँको क्ले भनेको एलुमिना हो एलुमिना सम्झिनुपर्छ भनेको एलुमिना भनेको चाहिँ क्ले हो एलुमिना भनेको क्ले हो तपाईँको चाहिँ आर्गिलियस रक भनेको चाहिँ क्याल्सिरियस रक हो अनि तपाईँको चाहिँ आर्गिलियस रकमा चाहिँ मेन कन्स्टिट्युन्ट क्ले हुन्छ तपाईँको क्याल्कारियस रक छ यो क्याल्कारियस रकमा चाहिँ तपाईँको मेन कन्स्टिट्युन्ट के हुने भयो त तपाईँको चाहिँ लाइम हुने भयो क्याल्कारियस रकमा चाहिँ तपाईँको मेन कन्स्टिट्युन्ट लाइम हुने भयो भनेको चाहिँ अब तपाईँको लाइमस्टोनमा लाइम हुन्छ क्याल्कारियस रक भनेको मेन चाहिँ लाइम बुझ्नु पऱ्यो है भनेको लाइम हुने भयो भने तपाईँको यसमा चाहिँ के चाहिँ नझुकिनु होला भने यो जुन आर्गिलियस रक हुन्छ अथवा चाहिँ क्याल्कारियस रक भन्छ मैले फेरि त्यही कुरा सम्झाएँ सबै साथीहरू झुकिने ठाउँ नै त्यही हो त्यही भएर क्याल्कारियस रक यो क्याल्कारियस रकमा चाहिँ तपाईँको चाहिँ क्ले हुने होइन यो सी होइन यति नै हामी चाहिँ जस्तै सिलिसियसमा सिलिका है अनि त्यहाँ चाहिँ यो क्याल्सिरियसमा क्ले उस्तै छन् भन्ने जस्तो सम्झिन सकिन्छ किनभने यो पढ्ने बेलामा आर्गिलियसको अल्मिना नै पढेको भए पनि अब यो एस फर एस छ ए फर ए छ भने त्यसरी सम्झिरहेको हुन सकिन्छ तपाईँको तपाईँ क्ले भन्ने होइन तपाईँको चाहिँ क्याल्सिरियस रकमा चाहिँ क्ले होइन क्याल्सिरियस रकमा चाहिँ लाइम हो क्याल्सियम हेर्नु पऱ्यो लाइम हो अनि तपाईँको चाहिँ अर्को चाहिँ तपाईँको आर्गिलियस रकमा चाहिँ एबाट आइरहेछ आर्गिलियस रक यो भनेको चाहिँ तपाईँको अल्युमिना हो अल्युमिना भनेकै क्ले हो
क्ले हो। ए भनेको अल्युमिना, अल्युमिना भनेको क्ले। ए फर अल्युमिना, अल्युमिना मिन्स क्ले है त। त्यसरी बुझ्नुभयो। ए फर अल्युमिना, अल्युमिना मिन्स क्ले। तपाईँको धेरै युज हुने एर्गुलेस रक, तपाईँको धेरै युज हुने भन्दा पनि तपाईँको एमसिक्यूमा धेरै पटक प्रयोग भन्ने चाहिँ ल्याटेराइट है। ल्याटेराइट नै हो, त्यो एकदमै धेरै युज हुन्छ, ल्याटेराइट नै सोधिरहेको हुन्छ। चाइना क्ले, स्लेट भन्नु भने तपाईँको त्यो पनि आर्गिलेस रक नै हुन्, आर्गिलेस रक नै हुन्। तपाईँको आर्गिलेस रक भनेको अल्युमिना है, आर्गिलेस रक भनेको अल्युमिना, अल्युमिना भनेको क्ले नै हो। लाइम भन्यो भने चाहिँ तपाईँको फेरि क्याल्सियस रक हो। अब चाहिँ यसमा चाहिँ सिम्पल लाइम भनेको लाइमस्टोनहरू भयो होइन तपाईँको, त्यसमा चाहिँ इक्जाम्पलमा। अब अर्को चाहिँ आउनसक्छ तपाईँको चाहिँ फिजिकल क्लासिफिकेसन भनेर। फिजिकल क्लासिफिकेसन भन्दाखेरि चाहिँ अब चाहिँ रक चाहिँ स्ट्रेटिफाइड छ कि छैन। स्ट्रेटिफाइड भनेको चाहिँ हामीले केमा भनेको तपाईँको चाहिँ सेडिमेन्ट्री रक चाहिँ स्ट्रेटिफाइड हुन्छन् भनेर। अब त्यो कस्तो फर्म इन डिफ्रेन्ट लेयर्स, मैले तपाईँलाई लेयर्स देखाएँ। त्यस्तो डिफ्रेन्ट लेयरमा फर्म भइरहेको छ रक छ भने, स्टोन छ भने त्यस्तोलाई चाहिँ हामीले चाहिँ स्ट्रेटिफाइड रक भनेर भन्छौँ। अब अनस्ट्रेटिफाइड रक छ भने त्यस्तो स्ट्रेटिफिकेसन छैन भने त्यसलाई हामीले अनस्ट्रेटिफाइड रक्स भन्छौँ। भनेको यो जुन स्ट्रेटिफाइड रक छ डिस्टिङ्क्ट लेयरमा छ, डिस्टिङ्क्ट लेयरमा छ भने चाहिँ त्यसलाई चाहिँ हामीले उक्काउन सकिन्छ है। भनेको डिफ्रेन्ट डिफ्रेन्ट लेयर्समा चाहिँ स्प्लिट गर्न सकिन्छ यसलाई चाहिँ। भनेको चाहिँ क्यान बी स्प्लिट है, क्यान बी स्प्लिट इन्टु लेयर्स, स्प्लिट इन्टु लेयर्स, इन्टु लेयर्सले छुट्याउन सकिन्छ, लेयर्समा छुट्याउन सकिन्छ। अब तपाईँको चाहिँ अनस्ट्रेटिफाइड रक्स भनेर चाहिँ तपाईँको स्प्लिट इन्टु थिन लेयर्स, थिन लेयरमा चाहिँ स्ट्रेटिफाइड गर्न सकिन्न भनेपछि यसलाई चाहिँ हामी अनस्ट्रेटिफाइड रक भयो। अब यो स्ट्रेटिफाइड भनेको चाहिँ तपाईँको सेडिमेन्ट्री रक हो है, सेडिमेन्ट्री रक भयो। अब तपाईँको अनस्ट्रेटिफाइड रकको त इक्जाम्पल दिएर तपाईँको मेनली चाहिँ तपाईँको इग्नियस रक राख्दा राम्रो। इग्नियस रक हुन त तपाईँको मेटामर्फिक रक पनि तपाईँको चाहिँ स्ट्रेटिफाइड होइन, तिनीहरू फोलिएटेड रक्स हुन्। त्यही भएर तपाईँ इक्जाम्पल लेख्न किन तपाईँ मेटामर्फिक लेख्नुहुन्छ, इग्नियस रक राखेको बेस्ट हुन्छ है। यसमा मेटामर्फिक राख्दा पनि तपाईँको अनस्ट्रेटिफाइड रक नै हो, त्यसमा कुनै मिस्टेक चाहिँ छँदै छैन, मेटामर्फिक राख्दा पनि हुन्छ। अब तपाईँको चाहिँ फोलिएटेड रक्स भनेको चाहिँ क्यान बी स्प्लिट इन सर्टेन डिरेक्सन। यो तपाईँको चाहिँ यो फोलिएटेड रक्स भनेको चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ सर्टेन एउटा चाहिँ विकनेस प्लेन जस्तो हो क्या। तपाईँको चाहिँ यो जुन मेटामर्फिक रकमा चाहिँ सर्टेन एउटा चाहिँ विकनेसको चाहिँ एउटा प्लेन जस्तो हुन्छ, एउटा विकनेस प्लेन हुन्छ त्यहाँनिर। त्यो बन्ने बेलामा चाहिँ तपाईँको चाहिँ मोडिफिकेसन भएर बनेको हुन्छ। तपाईँको इग्नियस रक अथवा चाहिँ सेडिमेन्ट्री रक चाहिँ मोडिफाई भनेर बन्दाखेरि चाहिँ कुनै एउटा चाहिँ सर्टेन एउटा चाहिँ डिरेक्सन, सर्टेन एउटा चाहिँ लाइन, कुनै चाहिँ लाइनमा को एबोर्डमा चाहिँ त्यो रकलाई चाहिँ स्प्लिट गर्न सक्ने है, लाइनको एबोर्डमा चाहिँ स्प्लिट गर्न सक्ने खालको चाहिँ रकहरू, त्यस्तो चाहिँ मेटामर्फिक रक मेनली। यस्तो खालको रकलाई चाहिँ हामी फोलिएटेड रक्स भन्छौँ है, फोलिएटेड रक्स भनेर भन्छौँ। त्यसको एउटा फिक्स हो है। भनेको चाहिँ यसमा चाहिँ तपाईँको स्ट्रेटिफाइड रकको लेयर 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 बन्ने हो। तपाईँको फोलिएसन भनेको चाहिँ तपाईँको सर्टेन एउटा कुनै प्लेनमा अथवा चाहिँ दुईवटा प्लेनमा चाहिँ तपाईँको चाहिँ त्यो बढी विक छ, त्यसको एबर्डमा चाहिँ तपाईँको चाहिँ टुक्रिन सक्छ। त्यो फोलिएसन भनेको चाहिँ यो विकनेस प्लेन नै हो। फोलिएसन भनेको चाहिँ विकनेस प्लेन इन मेटामर्फिक रक हो। फोलिएसन प्लेन भनेको चाहिँ विकनेस प्लेन इन मेटामर्फिक रक हो। तपाईँको चाहिँ स्ट्रेटिफिकेसन भनेको चाहिँ तपाईँको चाहिँ फर्मेसन प्लेन इन सेडिमेन्ट्री रक हो। भनेको फर्म हुने बेलामा नै तपाईँको चाहिँ त्यो स्ट्रेटिफाइड रक्स हुँदै फर्म भइरहेछ, त्यो चाहिँ स्ट्रेटिफिकेसन भयो। सिम्पल, धेरै कुरा याद गर्नु परेन। स्ट्रेटिफिकेसन भनेको सेडिमेन्ट्री रकको प्रोपर्टी हो, फोलिएसन भनेको चाहिँ मेटामर्फिक रकको प्रोपर्टी हो भनेर सम्झौँ। अब आएको चाहिँ सम इम्पोर्टेन्ट रक छ। यो म सामान्य रूपमा सामान्यतः तपाईँको एमसिक्यूमा सोधिराखेको रक्सको चाहिँ यस्तो के हुन्छ, यसको कति हुन्छ, तपाईँको बासाल्टको स्पेसिफिक ग्राभिटी कति हुन्छ, स्लेटको स्पेसिफिक ग्राभिटी कति हुन्छ, जति सोधिराखेको छ त्यो सोधिराखेको चाहिँ सोध्न सक्ने कुराहरू, सोधिराखेको कुराहरूको चाहिँ राखेको छ, सबैको राखेको छैन। ग्रेनाइटको हेरौँ त। ग्रेनाइट भनेको चाहिँ इम्पोर्टेन्ट रक हो है। ग्रेनाइट तपाईँको क्वार्ट्ज, फेल्सपार र माइका चाहिँ मेन कम्पोजिसन हुन्छ। ग्रेनाइट भनेको इग्नियस रक हो। यसमा तपाईँको क्वार्ट्ज, फेल्सपार र माइका भनेको तपाईँको चाहिँ के हुन्छ त, यो चाहिँ मेन कन्स्टिट्युन्ट हुन्छ है। मेन कम्पोजिसन चाहिँ क्वार्ट्ज, फेल्सपार र माइका हुन्छ। यसमा चाहिँ के हुन्छ भने सोध्न सक्छ। निचको लागि पनि ए नै हो, निचको लागि पनि ए नै हो। अब अर्को चाहिँ इग्नियस रक भयो। अनि अर्को इग्नियस रक छ, यो चाहिँ यो प्राइमेरी इग्नियस रक भन्छ, इग्नियस रक नै हो यो। अर्को चाहिँ ग्रे ग्रिन ब्राउन, यो कलर चाहिँ ग्रे ग्रिन ब्राउनको हुनसक्छ, तर यसमा कलरै खास धेरै सोध्दैन। कम्प्रेसिभ स्ट्रेन्थ सोधिरहेको छ, 70 देखि 123 मेगान्युटन पर मिटर स्क्वायर हुन्छ। स्पेसिफिक ग्राभिटी 2.64, रिलेटिभली अरू रकको भन्दा यसको चाहिँ स्पेसिफिक ग्राभिटी थोरै कम देखिन्छ, 2.64 हो। तर सँगसँगै चाहिँ स्पेसिफिक ग्राभिटी सानो हुँदाहुँदै पनि तपाईँको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ अरू रकको भन्दा धेरै छ। यो 70 देखि 130 मेगान्युटन पर मिटर स्क्वायर छ यसको तपाईँको कम्प्रेसिभ स्ट्रेन्थ है। अब तपाईँको स्यान्ड स्टोन छ। स्यान्ड स्टोनमा चाहिँ यो भनेको चाहिँ तपाईँको मेनमा कम्पोजिसनमा क्वार्ट्ज, लाइम र सिलिका छ। स्यान्ड स्टोनमा सिलिका भएले लाइम अभियसली पनि बनिहाल्यो र क्वार्ट्ज त हाम्रो स्यान्ड स्टोनमा पनि आउँछ।
ग्रेनाइट पनि आउँछ। ग्रेनाइटमा क्वार्ट्ज, फेल्सपार र माइका, स्यान्डस्टोनमा चाहिँ क्वार्ट्ज, लाइम र सिलिका। याद गर्नुपर्ने कुरा हुन् है यिनीहरूलाई चाहिँ। अब यो सबै के सम्झिने तरिका के खासै हुँदैन, यस जसरी हुन्छ हजुरले आफै याद गर्नुपर्ने तरिका कुरा हो। यसको केही डेरिभेसन गरेर यसो आउँछ के भन्न सक्ने कुरा छैनन्। आफै केही फर्मुला बनाउने आफ्नै तरिकाले याद गर्ने गर्नुपर्छ यिनीहरूलाई। अब यिनीहरू चाहिँ क्वार्ट्ज, लाइम र सिलिका आउँछन्। यसको कलर चाहिँ व्हाइट, ग्रे, पिङ्क, ब्राउनसम्मको चाहिँ चारवटा कलरको चाहिँ डिफ्रेन्ट कलर चाहिँ आउन सक्छन् भन्ने कुरा छ। यसको कम्प्रेसिभ सानो हुन्छ है भनेको चाहिँ तपाईँलाई चाहिँ लिस्ट कम्प्रेसिभ, यो मध्ये लिस्ट कम्प्रेसिभ स्ट्रेन्थ के छ भनेर पनि सोध्न सक्छ। त्यसमा चाहिँ तपाईँको सबैको याद त गर्नु पर्दैन। मैले तपाईँलाई एमसिक्यूमा एकपटक रिलेटिभ जस्तो क्वेसन आउन सक्छन्, त्यो क्वेसनहरू चाहिँ बुकमा भएको क्वेसनहरू प्र्याक्टिस गराउँछु। यसको कम्प्रेसिभ सानो छ है भनेको 35 देखि 40 मात्रै छ भनेको एराउन्ड हाफ पनि छैन यसको है। अनि त तपाईँको चाहिँ 30 देखि 100 भनेको चाहिँ तपाईँको यसको मिनिमम भयो भने मात्रै यसको हाफ रहेछ। ग्रेनाइटको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ को पनि हाफ छ स्यान्डस्टोनको कम्प्रेसिभ स्ट्रेन्थ। ग्रेनाइटको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थको पनि हाफ छ तपाईँको स्यान्डस्टोनको कम्प्रेसिभ स्ट्रेन्थ। त्यो पनि बुझ्नु पऱ्यो है। कम्प्रेसिभ स्ट्रेन्थ हामीले स्टोनको स्ट्रेन्थ ख्याल गर्ने कम्प्रेसिभ नै हो। हामीले चाहिँ अरू कुनै स्ट्रेन्थ हामी जस्तै हामीले स्टोन रबल मेसनरीहरू आउँछ सबै चाहिँ हामी चाहिँ कम्प्रेसिभ लोड लिनको लागि बनाउने हो। सो तपाईँको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ नै ख्याल गर्नुपर्ने कुरा छ। स्ट्रेन्थको चाहिँ भयो, स्यान्डस्टोनको छ। अब यस्तै गरी तपाईँको स्लेट छ। स्पेसिफिक ग्राभिटी थोरै बढी छ है। स्पेसिफिक ग्राभिटी चाहिँ मैले भने ग्रेनाइटको स्पेसिफिक ग्राभिटी रिलेटिभली अरूभन्दा कम छ, 2.6 छ। र सँगसँगै ग्रेनाइटको चाहिँ तपाईँको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ धेरै छ। स्यान्डस्टोनको कम्प्रेसिभ स्ट्रेन्थ कम छ, 35 देखि 40 छ जम्मा। स्यान्डस्टोनको कम छ एकदम है, एकदम कम हुनेमा पर्छ है। तपाईँको चाहिँ यो तपाईँको इक्जाममा आउँछ। तपाईँको यो यसको चाहिँ यो मध्ये चाहिँ सबैभन्दा बढी कम्प्रेसिभ स्ट्रेन्थ भएको चाहिँ कुन हो, योभन्दा सबै बढी क्रसिङ स्ट्रेन्थ भएको कुन हो, त्यो डिभर्सलको बुकमा यस्ता क्वेसनहरू छन्। म तपाईँलाई प्र्याक्टिस गराउँछु अर्को दिनमा चाहिँ प्र्याक्टिस गर्नु। त्यसको भने त्यो कुन हो भनेर आउँछ। ती कुराहरू चाहिँ अब कम्प्रेसिभ भने हुन त एउटै कुरा हो, क्रसिङ भने पनि एउटै कुरा हो, तर पनि बुकले फरक एन्सर लेखाएको छ। हामीले फरक पढ्नुपर्ने त्यो खालको त्यस्तो खालको चाहिँ छ, त्यो हेरौँला। अब चाहिँ स्यान्डस्टोनको पनि लिस्ट कम्प्रेसिभ स्ट्रेन्थमा चाहिँ स्यान्डस्टोनको लिस्ट कम्प्रेसिभ स्ट्रेन्थ हुन्छ। लिस्ट भनेको सबैमध्ये कम त होइन, तर यस रिलेटिभली अरूभन्दा कम हुन्छ। दिएको इक्जाम्पल्सहरूभन्दा कम हुनसक्छ। त्यो ख्याल गर्नु कम छ यसको। अहिले पढ्ने बेलामा चाहिँ अहिले यसरी पढेको भएपछि इक्जाममा तपाईँले स्यान्डस्टोन देख्दा बित्तिकै यसको त एकदम कम थियो भन्ने दिमागमा आउनुपर्छ क्या, त्यो कुरा भयो। अब स्लेट छ। यो स्लेट भनेको चाहिँ अब तपाईँको यसमा चाहिँ यो भनेको रुफिङको लागि धेरै युज हुने मटेरियल हो। यसै बुझ्नुपर्छ हामीले है, रुफिङको लागि धेरै युज हुने मटेरियल हो। अब यो चाहिँ आर्गेलिस रक छ, मेनली कम्पोज अफ एलुमिना एन्ड सिलिका। तपाईँको के छ आर्गेलिस रक भन्दा बित्तिकै मैले यो आर्गेलिस रकको चाहिँ एलुमिना र सिलिकाको चाहिँ यसमा चाहिँ कन्स्टिट्युन्ट छ स्लेटमा चाहिँ। अब डार्क ब्लू कलरको छ। कम्प्रेसिभ स्ट्रेन्थ तपाईँको चाहिँ स्लेटको चाहिँ अलिकति बढी छ, स्यान्डस्टोनको भन्दा थोरै बढी छ, 70 देखि चाहिँ 60 देखि 70। तर पनि फेरि पनि ग्रेनाइटको जस्तो बढी छैन, कम्प्रेसिभ धेरै छ। अर्को चाहिँ तपाईँको के छ बासल्ट ट्राप है, बासल्ट ट्राप छ। यो चाहिँ यो पनि तपाईँको मेन कन्सेप्ट भनेको चाहिँ सिलिका एल्युमिनियम फेल्सपर है, सिलिका एल्युमिनियम फेल्सपर। यहाँ त फेल्सपर यहाँ थियो एउटा, ग्रेनाइटमा फेल्सपर थियो। अहिले तपाईँको यहाँनिर पनि फेल्सपर आएको छ। यो पनि तपाईँको बासल्ट ट्राप, यिनीहरू पनि इग्नेस रक हुन् है, यिनीहरू पनि इग्नेस रक हुन्। इग्नेस रकमा चाहिँ फेल्सपर देखिरहेको हुनसक्छ तपाईँको चाहिँ ख्याल गर्नु भने इग्नेस रकहरूमा चाहिँ फेल्सपर आइरहेको हुन्छ। यो क्वार्ट्ज त धेरै ठाउँमा आउँछ, क्वार्ट्ज चाहिँ रक्सहरूमा चाहिँ क्वार्ट्ज धेरै ठाउँमा आउँछ। यसमा चाहिँ अहिले हाम्रो बासल्ट ट्रापमा चाहिँ सिलिका एल्युमिनियमहरू चाहिँ बासल्ट ट्रापको छ। यसको कम्प्रेसिभ पनि 70 को एराउन्डमा छ, 70 देखि 80 को छ। यो स्लेटभन्दा थोरै बढी छ, तर चाहिँ धेरै बढी पनि होइन। यो बासल्ट ट्रापको चाहिँ तपाईँको चाहिँ यो स्पेसिफिक ग्राभिटीको 2.95 छ है, यसरी छ। लाइमस्टोन हेरौँ। लाइमस्टोन सर कम्प्रेसिभ स्ट्रेन्थ र क्रसिङ भनेको एउटै हो सर? एउटै हो, एक्ज्याक्टली एउटै। तपाईँले त्यो कुन क्वेसनमा कन्फ्युज हुनुभएको छ भन्ने पनि मैले बुझेको छु। तपाईँको चाहिँ त्यो ठ्याक्कै एक्ज्याक्टली तपाईँ कुन क्वेसनमा कन्फ्युज हुनुभएको छ भन्ने मैले बुझेको छु। त्यो दुईवटा मिनिङ, यो दुईवटाको मिनिङ कम्प्रेसिभ स्ट्रेन्थ भनेको क्रसिङ स्ट्रेन्थ भनेको केही फरक नै होइन, एउटै कुरा हो। हामीले क्रस गराएर नै कम्प्रेसिभ स्ट्रेन्थ निकाल्ने हो। त त्यो तपाईँलाई एमसिक्यूमा मैले त दुईटै क्वेसन राखेर यसरी चाहिँ मिस्टेक दिएको छ, यसरी चाहिँ हामीले यसमा चाहिँ यस्तो दिएको छ डिस्कस गर्छौँ। तर तपाईँको अहिले प्रश्नको उत्तर चाहिँ हो त्यो दुईटै भनेको एउटै हो है। अब हाम्रो लाइमस्टोनमा जाउँ। लाइमस्टोनमा तपाईँको लाइमस्टोन त तपाईँको लाइम भइहाल्यो, लाइम भन्दा त्यो तपाईँको क्याल्केरियस रक छ यसमा है, क्याल्केरियस रक छ। अब तपाईँको चाहिँ यसमा चाहिँ तपाईँको कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ 52 छ, धेरै छैन। स्पेसिफिक ग्राभिटी 2.6 छ है। अब यो 52 स्पेसिफिकली लेखाएको छ, जस्तो तपाईँको 50 देखि 60, 40 देखि 60 को बिचमा हुन्छ। यो भयो। अब मार्बलको लागि चाहिँ कन्स्टिट्युन्ट CaSO3 उनको लाइमबाटै बन्ने हो मार्बल होइन। यो तपाईँको CaSO3 कै कम्पोजिसन छ। यसको स्ट्रेन्थ कम नै छ, धेरै छैन। स्पेसिफिक ग्राभिटी 2.72 छ। अब चाहिँ ल्याटर चाहिँ यो फुल्ली मेटामर्फिक होइन, नट फुल्ली मेटामर्फिक भनेर सोध्छ। यो ल्याटराइट रक चाहिँ हामीले मेटामर्फिकमा पढ्यो भने फुल्ली मेटामर्फिक भएको हुँदैन। अब तपाईँको चाहिँ कता चाहिँ डिकम्पोज ल्याटर भनेको के हो भनेर तपाईँको चाहिँ
यो हाम्रो एउटा क्वेसन छ तपाईँको सिङ्गल्स इज भन्ने होइन, SHINGLS सिङ्गल्स इज भन्ने छ। यो तपाईँको सिङ्गल्स इजमा चाहिँ अप्सनमा चाहिँ डिकम्पोज्ड ल्याटराइट भन्ने छ है, डिकम्पोज्ड ल्याटराइटमा चाहिँ एन्सर छ। यो जहाँसुकै त्यही छ, एक ठाउँमा त त्यो होइन, जहाँसुकै त्यो तपाईँको 2 वर्ष अगाडिसम्म चाहिँ सबै बुकमा यस्तै यस्तै थियो। तर अब जुन नयाँ प्रिन्टहरू आइरहेको छ बुकले चाहिँ करेक्ट गर्दैछ। तपाईँको चाहिँ यो अगरबाट लिएको क्वेसन हो, सबैले लिँदाखेरि चाहिँ अगरको बुकबाट लिएको क्वेसन हो। अगरले चाहिँ डिकम्पोज ल्याटर राखेको थियो, डिकम्पोज ल्याटर राखेको। खासमा चाहिँ सिङ्गल्स भनेको चाहिँ तपाईँको वाटर बााउन्ड पेबल्स हो है, तपाईँको चाहिँ पेबल्स हो कि तपाईँको त्यो नदीको किनारमा पाउने पेबललाई वाटर सिङ्गल्स भन्यो। यो भनेको वाटर बााउन्डेड पेबल्स हो, बााउन्डेड पेबल्स हो। त एक कुरा चाहिँ सबैले डिकम्पोज ल्याटराइट लेखिरहेको छ। डिकम्पोज ल्याटराइट लेखिरहेको पनि के छ त भन्दा सबै बुकले त्यही लेखिरहेको थियो। अब तपाईँको चाहिँ इन्डिया बिक्सले करेक्ट गरिसकेको छ है, इन्डिया बिक्सले यो क्वेसन करेक्ट गरिसकेको छ। अनि तपाईँको चाहिँ अब टी प्रसादको बुकमा पनि करेक्ट भएर आइसकेको छ। त्यो ख्याल गर्नु मैले चाहिँ तपाईँलाई चाहिँ धेरै तपाईँको चाहिँ मिस्टेक एन्सर पढ्नु हुँदैन भन्ने कुरा चाहिँ यही नै हो क्या। तपाईँको चाहिँ जुन हाम्रो चाहिँ यो नयाँ एडिसनहरू आइरहेको हुन्छ त्यसमा करेक्ट गरेर आइरहेको हुन्छ र क्वेसन ठ्याक्कै हो। त अरू सरहरूले पनि सायद भन्नुहुन्छ होला, क्वेसन ठ्याक्कै तपाईँको चाहिँ कुनै एउटा बुकबाट अथवा कुनै एउटा साइटबाट उनीहरूले रिफरेन्स नै लिने हो र त्यहाँ जे एन्सर छ त्यही नै एन्सर राख्ने हो। र त्यति भन्दै गर्दाखेरि पनि तपाईँको चाहिँ त्यो बुकबाट लिइरहेको छ कि साइटबाट लिइरहेको छ त हामी के कन्फिडेन्ट भएर भन्न सक्ने अवस्था छैन, जहाँबाट पनि लिन सक्छ क्वेसन। तपाईँको साइटमा तपाईँको अपडेट भएर तपाईँको चाहिँ करेक्ट एन्सर राखेको चान्स पनि हुनसक्ने, किनभने यही क्वेसन तपाईँको 2 वर्ष अगाडिसम्म चाहिँ सबै साइटमा मिस्टेक थियो। अहिले चाहिँ साइटमा लगभग सबै साइटमा करेक्ट गरिसकेको छ सिङ्गल्सको है। त्यही भएर चाहिँ यो सिङ्गल्स इज डिकम्पोज ल्याटर तपाईँको अगरको क्वेसन हो। अहिले चाहिँ मोस्ट अफ द साइटमा चाहिँ करेक्टेड छ, इन्डिया बिक्समा करेक्टेड छ, तपाईँको डी प्रसादको बुकमा करेक्टेड छ, अरू पनि तपाईँको चाहिँ इक्जाम भेडामा करेक्टेड छ, धेरै ठाउँमा करेक्टेड छ है। यस्ता कुरा ख्याल गरौँ। त्यो मैले चाहिँ स्पेसिफिकली म आफूले चाहिँ पर्सनली चाहिँ एन्सर मिस्टेक एन्सर घोक्न चाहिँ उ गर्दिनँ। तर त्यहाँ कुनै क्वेसनहरू चाहिँ ल्याङ्ग्वेजबाटै पनि ख्याल गर्नुपर्ने क्वेसन छ नि, त्यो ख्याल गरौँला ल। यो चाहिँ त स्टोनमा चाहिँ हामी यति छ, स्टोनमा केही छैन। यसको आन्सर के रहेछ? हजुर यसको अहिले भन्नु भने सिग्नलको के रहेछ आन्सर? डिकम्पोज ल्याटर नै हो। मैले भने त वाटर बााउन्ड पेबल्स हो करेक्ट आन्सर त। वाटर बााउन्ड पेबल हो सिङ्गल्स भनेको, डिकम्पोज ल्याटर त होइन। डिकम्पोज ल्याटर त मरुन हो। तपाईँको चाहिँ सबै बुकले चाहिँ त्यही नै गइरहेको छ। करेक्ट आन्सर वाटर बााउन्ड पेबल्स हो है। तपाईँको अप्सनमा छ भने करेक्ट आन्सर वाटर बााउन्ड पेबल्स हो। अब अप्सनमा छैन भने त के गर्न सकिन्छ र है, अप्सनमा छ भने करेक्ट आन्सर तपाईँको वाटर बााउन्ड पेबल्स हो। अप्सनमा छैन भने सायद त्यही पुरानै साइटबाट निकाल्यो होला, पुरानै बुकबाट निकाल्यो होला भन्ने एज्युम गरौँला हामी। तपाईँको इन्डिया बिक्समा त अहिले त राखेको छ वाटर बााउन्ड पेबल्स भनेर, त्यही ख्याल गरौँला। वाटर बााउन्ड पेबल्स हेरौँला हामी, यस्ता क्वेसनहरू, यस्तो झुक्काउने क्वेसनहरू हेरौँला। अब तपाईँको यहाँ क्यारेक्टरिस्टिक्स अफ गुड स्टोन्स तपाईँको यसरी नै लेखाएको छैन, तर सरस्वती लेखिदिउँ है। अब गुड स्टोन्समा हुनुपर्ने क्यारेक्टरिस्टिक के छ भने तपाईँको यो सबै यस्तो एक्सपान्ड गर्नु पर्दैन। तर चाहिँ मैले सरस्वती लेखिदिएको छु। सबैलाई चाहिँ सबै पोइन्टलाई चाहिँ तपाईँले चाहिँ 5 मार्क्समा यो सब्जेक्टिभमा सोध्न सक्छ। तपाईँको सबै पोइन्टलाई चाहिँ टिपेर सबै पोइन्टलाई ख्याल गरेर चाहिँ यसलाई चाहिँ इक्जाममा लेख्ने बेलामा चाहिँ थोरै एक्सपान्ड एमसिक्यूमा सोध्न सक्ने कुरा पनि। कोही साथीको चिठी लागिरहेको सुनिरहेको छु मैले, आफ्नो म्युट गरिदिनुहोस् न है। अब यसमा चाहिँ के छ भनेपछि यो बुझौँ। एउटा चाहिँ तपाईँको चाहिँ गुड स्टुडेन्ट्सको क्यारेक्टरिस्टिक्स के हुनुपर्छ? गुड स्टुडेन्ट्सको क्यारेक्टरिस्टिक के हुनुपर्छ? सुरुमा एउटा स्ट्रेन्थ नै राम्रो हुनु पऱ्यो। स्ट्रेन्थ राम्रो हुँदाखेरि तपाईँको कम्प्रेसिभ र क्रसिङ स्ट्रेन्थ भन्छ, लगभग सेम कुरा हो कम्प्रेसिभ क्रसिङ स्ट्रेन्थ भनेको है। अब तपाईँको कम्प्रेसिभ लोड हामीले क्रसिङ टेस्ट गरेर स्टोनलाई क्रस गराएर नै तपाईँको चाहिँ त्यसको कम्प्रेसिभ स्ट्रेन्थ निकाल्ने हो। कम्प्रेसिभ र क्रसिङ स्ट्रेन्थ त्यसको राम्रो हुनुपर्छ। यो कम्प्रेसिभ लोड लिन सक्ने, क्रसिङ लोड लिन सक्ने चाहिँ स्ट्रेन्थ चाहिँ धेरै राम्रो हुनुपर्छ भनेर भन्छौँ। किनभने यसमा हामीले डिजाइन गर्ने स्टोन मेसिनरीहरू डिजाइन गर्ने मोस्ट अफ द ठाउँमा चाहिँ हामीले कम्प्रेसिभ लोडकै लागि डिजाइन गरिन्छ, कम्प्रेसिभ स्ट्रेसकै लागि डिजाइन गरिन्छ। सो यसको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ र क्रसिङ स्ट्रेन्थ राम्रो हुनुपर्छ है। अब हाई स्ट्रेन्थ चाहिँ तपाईँको डेन्स स्टोनसँग चाहिँ जति डेन्स भयो स्टोन त्यति चाहिँ त्यसको क्रसिङ स्ट्रेन्थ हाई हुन्छ। अब स्टोनले हामीले कन्सिडर गर्दा चाहिँ मिनिमम क्रसिङ स्ट्रेन्थ चाहिँ 100 kg/cm², कम्प्रेसिभ स्ट्रेन्थ जे भने पनि एउटै हो। यो भनेको चाहिँ 100 kg/cm² चाहिँ हुनुपर्छ भनेर भन्छौँ। अब स्ट्रेन्थ अफ स्टोन वेट कन्डिसन इज 30 to 40% लेस कम्पेयर टु इन ड्राई कन्डिसन। जस्तै हामीले वेट कन्डिसनमा युज गरिरहेको स्टोनको चाहिँ स्ट्रेन्थ चाहिँ केही कम हुनसक्छ भनेर भन्छौँ हामी। यति कम हुन्छ 30 देखि 40% कम हुनसक्छ। यो चाहिँ एमसिक्यूहरूमा युज हुन सक्ने कुरा भयो। एउटा चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ राम्रो हुनु पऱ्यो भने त्यसले लिने लोड लिन सक्नु पऱ्यो। किन लोडले त्यसले कम्प्रेसिभ लोड लिन्छ, सो चाहिँ त्यसको कम्प्रेसिभ स्ट्रेन्थ धेरै हुनु पऱ्यो। अर्को चाहिँ तपाईँको चाहिँ हामीले त्यसबाट स्ट्रक्चर बनाइरहेको छौँ, त्यसबाट घर बनाइरहेको छौँ, मानौँ कुनै खालको चाहिँ स्ट्रक्चर बनाइरहेको छौँ, त्यसको एपियरेन्स पनि राम्रो हुनुपर्छ। किन तपाईँको चाहिँ जतिसुकै बलियो होस् तपाईँको चाहिँ हेर्दैखेरि चाहिँ घिन लाग्ने खालको स्टोन छ भने त्यसलाई चाहिँ आर्किटेक्चरल एपियरेन्स अथवा तपाईँको चाहिँ एस्थेटिक एपियरेन्सले पनि त्यो लगभग हामीले
हामीले युज गर्दैनौँ त्यसको चाहिँ एपियरेन्स र कलर पनि राम्रो हुनुपर्छ है टेक्सचर राम्रो हुनुपर्छ भनेर भन्छौँ त्यसको एपियरेन्स कलर राम्रो हुनुपर्यो सिम्पल फेसिङ होक्स ठ्याक्क बाहिर देखिने ठाउँमा जस्तै भित्रको पार्टमा चाहिँ हामी के नभएको जुन बाहिर ठ्याक्क बाहिर फेसिङ गरिरहेको हुन्छ बाहिर फेसिङ होक्समा चाहिँ देखिने ठाउँमा चाहिँ त्यसको चाहिँ तपाईँको चाहिँ स्टोनको चाहिँ एपियरेन्स कलर राम्रो हुनुपर्छ राम्रो टेक्सचर भएको स्टोन छ भने एकदम राम्रो देखिन्छ त्यो पनि हाम्रो एउटा चाहिँ कुनै पनि कन्स्ट्रक्सनको चाहिँ एउटा चाहिँ रिक्वायरिटिज नै हो राम्रो देखिनुपर्ने राम्रो एपियर हुनुपर्ने राम्रो एक्युरेट भनेको एकोस्टिक एपियरेन्सको कुराहरू पनि भयो त्यो ख्याल गर्नुपर्छ अर्को वेट राम्रो हुनुपर्छ है अर्को वेट पनि राम्रो हुनुपर्छ त्यो धेरै गर्नु भन्नाले चाहिँ तपाईँको ले गर्नको लागि नै गाह्रो हुन्छ तरिकाको ऊ हाई हेभी वेट भएर पनि त्यस्तो धेरै काम छैन सिम्पल चाहिँ रिलेटिभली स्ट्रेन्थ हायर स्ट्रेन्थ भएको मटेरियलको चाहिँ स्टोनको चाहिँ रिलेटिभली चाहिँ वेट धेरै नै हुन्छ सो चाहिँ तपाईँको चाहिँ स्पेसिफिक ग्राभिटी र वेट चाहिँ 2.4 देखि 2.8को बिचमा भइदिएको हामीलाई राम्रो हो यो 2.8 भन्दा धेरै भइदियो भने धेरै हेभी भइदिन्छ है धेरै हेभी भइदिन्छ 2.4 भन्दा कम भएको एकदम सानो खालको चाहिँ तपाईँको सजिलै फुट्न सक्ने खालको हुन्छ यसमा चाहिँ त्यही छ कुराहरू चाहिँ त्यही नै हो आएको वाटर एब्जर्सन अब स्टोनले धेरै वाटर एब्जर्भ गर्नु हुँदैन है मेन हाम्रो यो तपाईँको एमसिक्यूमा धेरै ठाउँमा युज भइराख्ने कुरा लेखिरहेको छु अब गुड बिल्डिङ स्टोन सुड एब्जर्भ वाटर लेस देन 5% भनेको गुड बिल्डिङ स्टोनले चाहिँ कति वाटर एब्जर्भ गर्छ भनेर सोध्यो भने चाहिँ सुड एब्जर्भ वाटर भनेको लेस देन 5% 5% भन्दा कम चाहिँ तपाईँको एब्जर्भ गर्नुपर्ने पर्छ गुड बिल्डिङ स्टोन हो भने त्यसले चाहिँ 5% भन्दा कम चाहिँ पानी एब्जर्भ गर्नुपर्छ र त्यही स्टोन चाहिँ हामीले रिजेक्ट गरिदिन्छौँ इफ इट्स एब्जर्ब्स मोर देन 10% 10% भन्दा बढी चाहिँ एब्जर्भ गर्छ भने चाहिँ त्यो चाहिँ हामीले रिजेक्ट नै गरिदिन्छौँ यो चाहिँ तपाईँको चाहिँ वाटर एब्जर्प्सनको कुराहरू भयो यो किन चाहिँ यो वाटर एब्जर्प्सन हुनु हुँदैन भन्ने कुरा पनि यहाँ लेखेको छ यो वाटर एब्जर्प्सन भयो भने तपाईँको स्ट्रेन्थको कुराहरू पनि हुन्छ र पछि तपाईँको चाहिँ त्यसबाट तपाईँको पानीको सिपेजको कुरा पनि तपाईँको पानीको सिपेज नभनौँ यो टर्म्स अलिकति फरक ठाउँमा युज गरे जस्तो होला तपाईँको चाहिँ लिकेज भनौँ तपाईँको पानीको लिकेजहरू हुनसक्छ कुनै ठाउँमा बिल्डिङभित्र पानी चाहिँ छिर्न सक्छ अर्को चाहिँ तपाईँको चाहिँ त्यसको स्ट्रेन्थकै कुराहरू पनि फरक पर्दै जान्छन् है त फरक पर्दै जान्छन् अब त्यहाँनिर पानी छिरेपछि तपाईँको त्यहाँनिर जस्तै रकमा भएको डिफ्रेन्ट मिनरल्सहरूसँग रियाक्ट गरिदिन सक्छ कुनै साल्ट कन्टेन गरिरहेको छ अथवा कुनै चाहिँ तपाईँको चाहिँ साल्टी खालको चाहिँ मटेरियल छ तपाईँको रकभित्र मिनरल्समा भने त्यस्तो खालको चाहिँ घुल दिन सक्छ त्यहाँनिर चाहिँ तपाईँको चाहिँ डिफ्रेन्ट खालको चाहिँ भोइडहरू क्रिएट हुनसक्छ त्यो चाहिँ पानी छिर्नु हुँदैन सिम्पल वाटर एब्जर्प्सन हुनु हुँदैन भनेर भनौँ त्यति भयो है अर्को चाहिँ फाइननेस अफ ग्रेन है भनेको चाहिँ अब फाइननेस अफ ग्रेन भनेको चाहिँ अब कति फाइन हुनुपर्छ भनेको चाहिँ हामीले चाहिँ के भन्छौँ चाहिँ स्टोन विथ फाइन ग्रेन्स स्टोन विथ फाइन ग्रेन्स आर सुइटेबल फर इन्जिनियरिङ वर्क्स इन्जिनियरिङ वर्क्समा हामीले फाइन ग्रेन भएको भनेको चाहिँ तपाईँको ग्रेनको साइज के जुन स्टोन बन्नको लागि चाहिँ जुन ग्रेन युज भएको छ त्यो ग्रेन्स चाहिँ फाइनर ग्रेन हुनु पऱ्यो भनेको है फाइन ग्रेन्स तपाईँको चाहिँ के हुन्छ भने चाहिँ तपाईँको यो कोस्टली फर्मड स्टोन्स आर नट एबल टु टेक हायर म्याग्निट्युड अफ लोड भनेको जुन कोस्ट ग्रेन भएको चाहिँ तपाईँको चाहिँ स्टोन्स हुन्छ तिनीहरू चाहिँ हायर लोड लिन सक्दैन सो यिनीहरू चाहिँ फाइनर ग्रेन भएको चाहिँ हामीलाई चाहिँ फाइन ग्रेन चाहिँ चाहियो फाइनर ग्रेन्स भएको चाहिँ स्टोन चाहियो भन्ने कुरा हो अर्को चाहिँ फायर रेसिस्टेन्स यो फायर रेसिस्टेन्स पनि हुनु पऱ्यो है भनेको फायर रेसिस्टेन्स हुनु पऱ्यो इलेक्ट्रिकल रेसिस्टेन्स हुनु पऱ्यो इलेक्ट्रिकल रेसिस्टेन्स हुनु पऱ्यो फायर रेसिस्टेन्स हुनु पऱ्यो हार्ड हुनु पऱ्यो टफ हुनु पऱ्यो यो हार्डनेस र टफनेस भन्ने कुरा नि हार्डनेस भनेको चाहिँ तपाईँको चाहिँ क्यापासिटी टु रेसिस्ट द एक्सन अफ वेयर एन्ड टियर वाइल टफनेस द क्यापासिटी टु रेसिस्टेन्स इम्प्याक्ट भनेको सडन लोड है भनेको मानौँ चाहिँ तपाईँको चाहिँ एक ठाउँमा चाहिँ कुनै लोड लागिरहेको छैन सडनली चाहिँ तपाईँको त्यो ठाउँमा चाहिँ तपाईँको पन्च गर्नुभयो अथवा त्यो ठाउँमा चाहिँ मानौँ कुनै बिल्डिङ चाहिँ लड्यो मानौँ है बिल्डिङ लड्यो अथवा चाहिँ त्यो त्यहाँ कुनै एउटा सडन लोड लाग्यो सडन लोड आइदियो भनेको चाहिँ त्यस्तो खालको ब्लास्ट गरियो मानौँ ब्लास्ट गर्दाखेरि चाहिँ तपाईँको त्यहाँ सडन लोड आउँछ नि त्यस्तो खालको चाहिँ सडन लोड लाग्ने खालको सडनली आइरहेको लोडलाई इम्प्याक्ट भन्छौँ त्यसै सडनली लाग्ने लोडलाई चाहिँ रेसिस्ट गर्ने प्रोपर्टीलाई चाहिँ हामीले टफनेस भन्छौँ टफ छ भन्छौँ तपाईँको हार्डनेस भनेको चाहिँ तपाईँको वेयर एन्ड टियर तपाईँको चाहिँ त्यस्तो वेयर एन्ड टियर है भनेको चाहिँ सामान्य खालको चाहिँ यो अरू खालको लोडले वेयर एन्ड टियर जुन क्रिएट गर्छ त्यसको चाहिँ रेसिस्टेन्सलाई चाहिँ हामीले हार्डनेस भनेर भन्छौँ अब हाम्रो चाहिँ स्टोन्सहरू चाहिँ बेसिकल्ली हार्ड पनि हुनुपर्छ टफ पनि हुनुपर्छ है तपाईँको चाहिँ रोड कन्स्ट्रक्सन टेक्नोलोजीमा तपाईँले चाहिँ लगभग त्यहाँनिर यो जुन रिक्वायर्ड्स अफ स्टोन्स जुन हामी युज गर्छौँ त्यसलाई चाहिँ हार्ड टफ ड्युरेबल यसरी भन्छ हार्ड र टफ त हुनै पर्छ यिनीहरू है किनभने
त्यहाँनिर चाहिँ लगभग यो रेलवे ब्लास्ट कन्स्ट्रक्सनमा चाहिँ सफिसियन्ट, किनभने यसले एकदम बढी इम्प्याक्ट लोड आइरहेको हुन्छ नि त है, इम्प्याक्ट लोड आइरहेको हुन्छ, त्यहाँ वेयर एन्ड टियर भइरहेको हुन्छ। सो तपाईँको रोड कन्स्ट्रक्सनमा तपाईँको रेलवे ब्लास्ट कन्स्ट्रक्सनमा चाहिँ तपाईँको हार्डनेस र टफनेस धेरै हुनुपर्छ यो चाहिँ स्टोन्सको चाहिँ। ड्युरेबिलिटी धेरै हुनुपर्छ, जति धेरै लामो समयसम्म टिक्छ त्यति समयसम्म त्यति नै राम्रो हुनुभयो। तपाईँको चाहिँ ड्युरेबिलिटी भन्ने कुरा पनि जस्तो हार्स इन्भाइरोमेन्टमा चाहिँ जस्तो सुकै अप्ठ्यारो इन्भाइरोमेन्टमा पनि सफिसियन्ट रेसिस्टेन्स टु इन्भाइरोमेन्टल एक्सन है, यसलाई साउन्डनेस भन्छ। तपाईँको चाहिँ सफिसियन्ट रेसिस्टेन्स टु इन्भाइरोमेन्टल एक्सनलाई चाहिँ साउन्डनेस भन्न सकिन्छ रिलेटिभली। तपाईँको चाहिँ इन्भाइरोमेन्टल एक्सन चेन्ज हुँदै गर्दाखेरि पनि तपाईँको चाहिँ त्यो स्टोन्सको चाहिँ ड्युरेबिलिटी नघटोस्, धेरै लामो समयसम्म टिकोस्। तपाईँको चाहिँ सिम्पल हामीले चाहिँ कुनै एक ठाउँमा चाहिँ बिल्डिङ बनाइयो, बिल्डिङ त के भनौँ सानो घर बनाइयो एउटा चाहिँ स्टोनबाट, त्यो स्टोनबाट बनाएको घर चाहिँ हिउँ पर्दाखेरि बिग्रिन थाल्यो, बर्खामा चाहिँ धेरै पानी पर्छ, हिउँमा चाहिँ चिसो हुन्छ, त्यो कारणले गर्दाखेरि घरको चाहिँ तपाईँको स्ट्रक्चर बिग्रिन थाल्यो भने काम भएन। उनको ड्युरेबल हुनु पऱ्यो, डिफ्रेन्ट इन्भाइरोमेन्टल एक्सन्ससँग जुझ्नु पऱ्यो है, ड्युरेबल हुनु पऱ्यो। अब चाहिँ तपाईँको यति नै छ, तपाईँको यो सबै टर्म्सलाई चाहिँ सरस्वती लेखिदिनु होला, एक घन्टा पोइन्ट सबै पोइन्टमा थोरै लेखिदिनु होला, त्यति भए पुग्छ तपाईँको चाहिँ प्र्याक्टिस गुड स्टोनमा है। अब तपाईँको चाहिँ यसमा चाहिँ छ कोरिङ, ड्रेसिङ एन्ड सिजनिङ भन्छ है। भनेको चाहिँ कोरिङ भनेको के हो, ड्रेसिङ भनेको के हो, सिजनिङ भनेको के हो, म त्यति मात्र निकाल्नु पऱ्यो। अब हाम्रो चाहिँ जुन तपाईँको नेचुरल डिपोजिट हुन्छ अथवा माइन्सहरू हुन्छ, सर प्रोपर्टिज अफ स्टोन सोधे पनि त्यही क्यारेक्टरिस्टिक नै लेख्ने हो सर? हो नि त्यही नै लेख्ने हो, ओब्भियसली त्यही नै लेख्ने हो, एउटै कुरा नै हो। अथवा चाहिँ तपाईँको कोरिङ, ड्रेसिङ र सिजनिङ हो। कोरिङ भनेको चाहिँ हामी चाहिँ जुन यो रिमुभिङ स्टोन फ्रम इट्स नेचुरल डिपोजिसन है, भनेको नेचुरल डिपोजिटबाट चाहिँ स्टोनलाई रिमुभ गर्ने प्रोसेसलाई चाहिँ हामी चाहिँ कोरिङ भन्छौँ। तपाईँको निकाल्ने के माइनबाट निकाल्ने भनेको चाहिँ तपाईँको कोरिङ हो। त्यो कोरिङ गर्दाखेरि तपाईँको एक्सक्याभिटी, तपाईँको त्यहाँनिर एक्सक्याभिटी गर्नु पऱ्यो, वेज गर्नु पऱ्यो, हिट गर्नु पऱ्यो, ब्लास्ट गर्नु पऱ्यो, त्यहाँनिर डिफ्रेन्ट टर्म्सहरू छ। हामी यसको डिफ्रेन्ट टर्म्सको मिनिङ के बुझ्दैनौँ, त्यो भित्र जाँदैनौँ हामी, किन सामान्य तपाईँको यो सिलेबसमा पनि राखेको छ। सिम्पल चाहिँ मैले तपाईँको टर्म्सहरू चाहिँ एमसिक्यूमा युज हुने हुनाले राखिदिएको। कोरिङ भनेको त्यहाँबाट स्टोन निकाल्नुलाई चाहिँ हामी चाहिँ कोरिङ भन्छौँ। ड्रेसिङ भनेको चाहिँ जुन स्टोन निकाल्यो त्यसलाई चाहिँ डिजायर्ड सेपमा राख्नुलाई चाहिँ डिजायर्ड सेप र साइजमा चाहिँ त्यसलाई कन्भर्ट गर्नुलाई चाहिँ त्यसलाई हामी ड्रेसिङ भन्छौँ। किनकि हामीले जस्तो स्टोन निकाल्यो त्यस्तै स्टोन बिल्डिङ बनाउन अथवा चाहिँ रोड बनाउन युज गर्न त मिल्दैन। त्यहाँदेखि बिल्डिङ बनाउनु हो भने एउटा डिफाइनेड सेपमा चाहिँ गर्नु पर्ला, वालको लागि हो भने अर्को खालको सेपमा चाहिएला, अथवा ऱ्यान्डमै सेप भयो भने युज हुन सक्ला। उनको डिफ्रेन्ट सेपमा हामी चाहिँ ड्रेस गर्नुपर्ने हुन्छ, चेन्ज गर्नुपर्ने हुन्छ, त्यो भनेको ड्रेसिङ भयो है त, त्यो चाहिँ ड्रेसिङ भयो। ड्रेसिङ भनेको चाहिँ जस्ट आफ्टर कोरिङ है, कति यो पनि एमसिक्यूमा आउँछ, कति बेला गरिन्छ भन्दा जस्ट आफ्टर कोरिङ, हामीले कोरिङ सक्न साथ ड्रेसिङ गर्ने। अब तपाईँको सिजनिङ भनेको चाहिँ तपाईँले चाहिँ जुन हामीले चाहिँ क्वेरीबाट निकालेको, जुन माइन्डबाट निकालेको चाहिँ जुन तपाईँको चाहिँ स्टोन हुन्छ, त्यो चाहिँ तपाईँको चाहिँ फ्रेसली कोरिड स्टोन्स कन्टेन्ट मोइस्चर है, त्यसमा चाहिँ मोइस्चर हुन्छ, किनभने त्यहाँनिरबाट हामी निकाल्दाखेरि चाहिँ त्यो रकमा स्टोनमा चाहिँ मोइस्चर कन्टेन्ट हुन्छ, त्यसलाई चाहिँ हामीले क्वेरी स्याप भन्छौँ है। त्यो चाहिँ क्वेरी स्याप तपाईँ कता सोध्छ है, क्वेरी स्याप भनेको के हो भनेर, त्यो भनेको तपाईँको चाहिँ क्वेरी गर्ने बेलामा चाहिँ तपाईँ स्टोन निकाल्ने बेलामा चाहिँ तपाईँको जुन टाइपको स्टोन निकाल्नु भयो, त्यो चाहिँ स्टोन निकाल्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ सर्टेन मोइस्चर चाहिँ एभाइलेबल हुन्छ, त्यो मोइस्चरलाई चाहिँ क्वेरी स्याप भन्छौँ। हामीले क्वेरी गर्ने बेलामा आएको मोइस्चरलाई चाहिँ क्वेरी स्याप भन्यो है। अब चाहिँ यो मैले अघि भने वाटर कम हुनुपर्छ है, भनेको पानी कम हुनुपर्छ, वाटर एब्जर्प्सन कम हुनुपर्छ, यसले बिगार्छ तपाईँको चाहिँ जुन जति क्वेरी स्याप छ त्यसले चाहिँ हाम्रो स्ट्रेन्थहरूलाई चाहिँ स्टोनको स्टोनको स्ट्रेन्थलाई बिगार्छ। भनेको तपाईँको त्यसबाट इफोल्युसन्सहरू प्रब्लम, यो चाहिँ तपाईँको चाहिँ लगभग अल्कालीको प्रब्लमले आउने कुरा हुन्, यस्तो तपाईँको चाहिँ इफोल्युसनको प्रब्लमहरू आउँछ, स्ट्रेन्थ घटाउँछ। सो हामीले यसलाई चाहिँ रिमुभ गर्नलाई चाहिँ सिजनिङ गर्छौँ है, सिजनिङ गर्छौँ। सिजनिङ भनेको चाहिँ कस्तो खालको प्रोसेस हो भने चाहिँ सिम्पल चाहिँ प्रोसेस टु रिमुभ क्वारी हो। भनेको यसमा चाहिँ हाम्रो ड्राई सिजनिङहरू हुनसक्छ, विभिन्न टाइपको सिजनिङ हुनसक्छ, हामी डिफ्रेन्ट टाइपमा जान्छौँ। भनेको त्यो रिमुभिङ स्यापलाई चाहिँ के भन्छौँ, सिजनिङ भनेर भन्छौँ। अब यसमा चाहिँ यो तपाईँको सिलेबस चाहिँ ठ्याक्कै यही लेखाएको छ, सो तपाईँको यो चाहिँ इम्पोर्टेन्ट हुनसक्छ। सरस्वती एकदम सजिलो छ तपाईँको लागि चाहिँ, काम गरिराखेकै साथीहरू हुनुहुन्छ भने यो तपाईँको एकदम बुझिनै राख्ने कुरा छन्। अब मेथड्स अफ लेइङ एन्ड कन्स्ट्रक्सन अफ भेरियस सिस्टम्स है, प्रिन्सिपल अफ स्टोन मेसनरी कन्स्ट्रक्सन। यो स्टोन मेसनरी कन्स्ट्रक्सनको प्रिन्सिपल के छ, यो पनि तपाईँको चाहिँ प्रोबेबल फर 5 मार्क्स है, प्रोबेबल 5 मार्क्स सब्जेक्टिभमा चाहिँ के छन् यो पनि प्रोबेबल छ है, आउन सकेको छ। अब तपाईँको चाहिँ के बुझ्नुपर्छ भने अब सिम्पल है, सरस्वती हेरौँ केही पनि गएको छैन। द स्टोन सुड बी टु बी युज फर द स्टोन मेसनरी सुड बी हार्ड, टफ एन्ड ड्युरेबल। हार्ड, टफ र ड्युरेबल त हुनु पऱ्यो है। अनि अर्को चाहिँ स्टोन पर्फेक्टली ड्रेस्ड
हामीले ड्रेसिङ गर्नुपर्छ भनेर भन्यो पर्फेक्टली ड्रेस एज पर द रिक्वायरमेन्ट हामीले सिम्पल तपाईँको चाहिँ घरको वाल बनाउँदैछ भने तपाईँ चाहिँ स्क्वायर सेपमा चाहिँ ड्रेसिङ गर्नुपर्ने होला सिम्पल रबल मेसनरीमा छ भने त्यस्तो खालको केही गर्नु नपर्ला हाइट मात्र मिलाइदिए पुग्ला त्यो खालको चाहिँ कस्तो खालको रिक्वायरमेन्ट हो त्यो रिक्वायरमेन्ट अनुसार हामीले पर्फेक्टली ड्रेस गर्नुपर्छ है अर्को चाहिँ मोटार टु बी युज सुड बी गुड क्वालिटी भनेको मोटार पनि गुड क्वालिटीको हुनु पऱ्यो तपाईँको जुन जोइन्ट्समा चाहिँ मोटा युज गर्छौँ हामीले त्यो मोटा पनि गुड क्वालिटीको हुनु पऱ्यो र स्पेसिफाइड फेसेसमा चाहिँ युज गर्नु पर्यो त्यो मोटारलाई चाहिँ अर्को चाहिँ कन्स्ट्रक्सन वर्क अफ स्टोन मेसनरी सुड बी रेस्ट युनिफर्मली भनेको चाहिँ जस्तै हामीले चाहिँ एउटा चाहिँ वाल बनाउँदैछौँ मानव यसरी चाहिँ यो कुनै यसरी चाहिँ हामीले वाल बनाउँछौँ यो वाल चाहिँ यो यसरी वाल बनाउँछ हामी माथि हाइट सर्टन हाइटको चाहिँ वाल बनाउँछ हामी है यदि चाहिँ वाल बनाउँदैछौँ यो वाल बनाउँदै गर्दाखेरि चाहिँ अब युनिफर्मली चाहिँ रेज गर्नुपर्छ त्यो चाहिँ यो हाफ पोर्सनमा चाहिँ यति बनाउने अनि बाँकी उताको चाहिँ सबै खाली छ त्यस्तो गर्नु हुँदैन युनिफर्मली चाहिँ तपाईँको चाहिँ रेज गर्नुपर्छ सबै हाइट जताततिको बराबर सबैतिर चाहिँ बराबर हाइटमा चाहिँ उठाउनुपर्छ भन्ने कुरा हो रेस्ट युनिफर्मली अब चाहिँ द प्लम्ब बब सुड बी युज टु चेक द भर्टिकलिटी अफ द इरेक्टेड वाल जुन हामीले वाल बनाइरहेको छौँ त्यसको चाहिँ त भर्टिकल छ कि छैन भनेर चेक गर्नको लागि चाहिँ हामीले प्लम्ब बब युज गर्न सकिन्छ अब चाहिँ स्टोन मेसनरी सेक्सन सुड अलवेज बी डिजाइन टु टेक कम्प्रेसिभ लोड एन्ड नट द टेन्साइल लोड हामीले अघि पनि पढ्ने बेलामा चाहिँ के भन्यो त उहाँको चाहिँ गुड क्वालिटी अफ रक्स अथवा गुड क्वालिटी अफ स्टोन सुड ह्याभ हायर कम्प्रेसिभ एन्ड क्रसिङ स्ट्रेन्थ भनेर भन्यो तर हामीले त्यहाँनिर चाहिँ टेन्साइल स्ट्रेन्थको कुरा गरेन किन गरेन भने हामीले डिजाइन गर्ने बेलामा नै त्यहाँनिर बनाउने बेलामा नै दे आर नट डिजाइन टु टेक एनी टेन्साइल स्ट्रेस है भनेको दे आर डिजाइन टु टेक ओन्ली कम्प्रेसिभ स्ट्रेन्थ भनेको यो कुरा ख्याल गर्नु पऱ्यो अब चाहिँ द मेसनरी वर्क सुड बी प्रोपरली क्युर्ड आफ्टर कम्प्लिसन अफ द वर्क भनेको काम गरिसकेपछि क्युरिङ गर्नुपर्छ क्युरिङको पिरियड 2 देखि 3 हप्ताको हुनसक्छ 2 देखि 3 हप्ताको हुनसक्छ अर्को कुरा छ एज फार एज पोसिबल ब्रोकन स्टोन्स अनि स्मल स्टोन चिप्सहरू चाहिँ युज गर्नु हुँदैन तपाईँको ब्रोकन स्टोन्स स्मल स्टोन चिप्सहरूलाई चाहिँ तपाईँको चाहिँ रोडमा चाहिँ तपाईँको चाहिँ सर्फेस लेयरभन्दा तलतिर चाहिँ यो क्लियरमा राखेर स्टोन चिपिङ्सको चाहिँ कम्प्याक्सन गरिन सकिन्छ सर्फेस ड्रेसिङको रूपमा अब त्यो चाहिँ हामीले बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी भनेको हुनाले धेरै त्यो जानु परेन यो हामीले बिल्डिङ बनाउँदाखेरि चाहिँ वाल्सहरू बनाउँदाखेरि चाहिँ ब्रोकन स्टोन्स र स्टोन चिपिङ्सहरूलाई चाहिँ युज गर्न यस्तो ब्रोकन स्टोन चिपिङ्सहरूलाई चाहिँ हामीले अरू कुनै फर्ममा चाहिँ एग्रिगेटको रूपमा युज गर्न सकिन्छ अब त्यो प्रोपरली वेटेड स्टोन्स सुड बी युज टु एभोइड मोइस्चर बिङ सक्ड है भनेको चाहिँ हामीले त्यहाँ चाहिँ प्रोपरली वेटेड स्टोन्स भनेको चाहिँ यो भनेको हामी चाहिँ कम्प्लिटली यसलाई चिसो बनाएर वेट गरेर चाहिँ तपाईँ के गर्छ भने चाहिँ तपाईँको चाहिँ त्यहाँ अब त्यो थप कुनै पनि पानी सोच्न नसक्ने भनेर कम्प्लिटली स्याचुरेट गरेर चाहिँ स्टोनलाई चाहिँ कम्प्लिटली स्याचुरेट गरेर चाहिँ युज गर्छौँ भनेको कम्प्लिट स्याचुरेट गर्दाखेरि त्यो जस्ट त्यसले थप चाहिँ हामीले चाहिँ कन्स्ट्रक्सन गरिसकेपछि बढी चाहिँ त्यसले चाहिँ पानी सोच्न नसकोस् भन्ने कुरा हो त्यसरी गर्छौँ अब चाहिँ प्रिन्सिपल अफ स्टोन मेसनरी कन्स्ट्रक्सन ठिक छ त्यति नै छन् हाम्रो मेथड्स अफ लेइङ स्टोन है अब कसरी चाहिँ स्टोन ले गर्ने भन्ने यसलाई पनि सरसर्ती हेरौँ तपाईँले बुझिराखेकै कुरा छ नयाँ कुरा केही छैन अब ले त मेसनरी इन रफली लेभल्ड कोर्स मेसनरीलाई चाहिँ हामीले रफली लेभल्ड कोर्समा चाहिँ ले गर्छौँ भएको हामीले जुन ठाउँमा चाहिँ ले गर्छौँ जस्तै चाहिँ कुनै ठाउँमा वाल बनाउनु पर्ला अथवा कुनै ठाउँमा चाहिँ तपाईँको चाहिँ सिम्पल चाहिँ तपाईँको चाहिँ यो ड्राई वालहरू प्रोटेक्सन वालहरू बनाउनु पर्ला जेसुकै वाल बनाए जस्तो खालको पनि कन्स्ट्रक्सन गरिरहेको छौँ भने जुन ठाउँमा हामीले ले गरिरहेको छौँ त्यो ले गरिरहेको सर्फेस चाहिँ रफली लेभल्ड कोर्स हुनु पऱ्यो रफली लेभलको सिम्पल लेभल हुनुपर्छ तर हामी त्यहाँनिर स्टोनकै कन्स्ट्रक्सन गर्ने हुनाले पर्फेक्टली लेभल हुनु परेन है तपाईँको पर्फेक्ट लेभल तपाईँको चाहिँ यो सिमेन्ट कङ्क्रिट ले गर्नको लागि जस्तो पर्फेक्टली लेभल बनाइराख्नु जरुरी छैन रफली लेभल कोर्स भएर पुग्छ इन्सेट द बटम अफ द फाउन्डेसन इज लार्ज हामी फाउन्डेसन जानेर बनाइरहेको छौँ त्यसको बटम फाउन्डेसन लार्ज विथ सिलेक्टेड स्टोन्स भनेको त्यहाँनिर तल हामीले चाहिँ लोवर लेभलमा चाहिँ लार्ज स्टोन दिन्छौँ किनभने लोवर लेभलको चाहिँ लोड क्यारी गर्नको लागि मात्र हो सो हामीले लार्ज स्टोन राखिदिन्छौँ अनि ले द कोर्स विथ लिनिङ बेड्स प्यारल टु द नेचुरल बेड अफ द मेटेरियल अब जुन लिनिङ बेड छ त्यो चाहिँ नेचुरल बेड अफ द मेटेरियलसँग चाहिँ प्यारल हुने गरेर लिउँ सो द्याट तपाईँको त्यसको स्ट्रेन्थ बढी हुन्छ प्यारल बेड माथिबाट लिने स्ट्रेन्थ क्रसिङ स्ट्रेन्थ बढी हुन्छ लिनिङ बेडलाई चाहिँ नेचुरल बेडसँग चाहिँ तपाईँको चाहिँ प्यारल गरेर लिनु भने अब अर्को चाहिँ यो एकदम 3 नम्बर भयो यो रेगुलरली डिमिनिस द थिकनेस अफ द कोर्स इफ भ्यारिड हामीले चाहिँ कोर्सको थिकनेस चेन्ज गरिरहेको छौँ भने कोर्सको थिकनेस चेन्ज गरिरहेको छौँ भने हामी तलबाट चाहिँ माथि अब एउटा कोर्स राख्यो यहाँ अर्को कोर्स राख्यो यहाँ अर्को कोर्स राख्यो यहाँ माथि अझ अर्को कोर्स राख्यो यसरी चाहिँ डिफ्रेन्ट कोर्सको चाहिँ थिकनेस चेन्ज गरिरहेको छौँ भने उहाँको चाहिँ यसलाई चाहिँ रेगुलरली डिमिनिस द थिकनेस अफ द कोर्स फ्रम बटम टु द टप तलबाट माथि राखेर चाहिँ घटाउँदै जानुपर्छ है यसलाई चाहिँ घटाउँदै जानुपर्छ भनेको किनभने तपाईँको चाहिँ माथि ठुलो स्टोन्स राख्यो तल सानो स्टोन्स छ भने त्यसको चाहिँ स्ट्रेन्थ भनेको चाहिँ ठुलो स्टोन्स र सानो स्टोन्स झन् थिच्दिन्छ सो माथि चाहिँ सानो साइजको लिनु